हिजोसम्म हामीले सुप्राभेन्ट्रिकुलर ट्याकिकार्डियाहरू पनि पढिरहेको थियौँ। हामी सुप्राभेन्ट्रिकुलर ट्याकिकार्डियामा थियौँ, जसमा चाहिँ हामीले एट्रियल फिब्रिलेसन। अब सुप्राभेन्ट्रिकुलरमा मैले साइट्सहरू भनेको थिएँ, कुन कुन साइडबाट एरिथमिया अराइज हुन्छ भन्दाखेरि चाहिँ मैले तल भनेको थिएँ यो चाहिँ एसए नोडबाट अराइज हुनसक्छ, कि त एट्रियाबाट अराइज हुनसक्छ, कि त एभी नोडबाट अराइज हुनसक्छ। एसए नोडबाट अराइज हुने एरिथमियालाई हामी साइनस एरिथमिया भनेर साइनस ट्याकी एरिथमिया भनेर भन्छौँ। साइनस एरिथमिया छुट्टै हो, साइनस ट्याकी एरिथमिया छुट्टै हो। इन्सपिरेसन र एक्सपिरेसनको टाइममा जुन भेरिएबिलिटी हुन्छ, जुन हाम्रो कन्डक्सन सिस्टममा अलिकति चेन्ज आउँछ, त्यसलाई साइनस एरिथमिया भनेर भन्छ क्या। इन्सपिरेसनको टाइममा भेगस नर्भको केही चेन्जेसहरूको कारणले घट्ने बढ्ने यस्तो के हुन्छ, त्यसलाई साइनस एरिथमिया हुन्छ। तर साइनस ट्याकिकार्डिया भनेको चाहिँ केही कारणले अब यो मान्छेमा अब फर इक्जाम्पल क्याफिन इन्टेक भयो, अथवा एक्सर्साइज गरेर होस्, अथवा फिभरको कारण होस्, अथवा थाइरोटोक्सिकोसिस जसले बिटा रिसेप्टरहरूको अपरेगुलेसन गर्छ, जस कारण चाहिँ साइनस एसए नोडबाटै तेरो के भइरहेछ भने डिस्चार्ज बढिरहेछ, अनि मोर देन 100 बिट्स पर मिनट उसको हार्ट रेट छ भने द्याट इज नोन साइनस ट्याकिकार्डिया। अर्को हुन्छ एट्रियाबाट अराइज हुने। एट्रियाबाट अराइज हुने भनेमा मैले तँलाई युनिफोकल एट्रियल ट्याकिकार्डिया, मल्टिफोकल एट्रियल ट्याकिकार्डियाको बारेमा भने। त्यसपछि यसमा चाहिँ सिओपिडीको हिस्ट्री एकदम इम्पोर्टेन्ट हुन्छ। मल्टिफोकल एट्रियल ट्याकिकार्डियामा इरेगुलर हार्ट रेट भनेर नि इम्पोर्टेन्ट हुन्छ भनेको थिएँ। त्यसपछि अरू मैले तँलाई चाहिँ के भनेको थिएँ भन्दाखेरि अर्को चाहिँ मैले एट्रियाबाट अराइज हुनेमा चाहिँ के भनेको थिएँ, एट्रियल फ्लटर भनेको थिएँ। त्यसपछि चाहिँ एट्रियल फिब्रिलेसन भनेको थिएँ। दुइटैको ट्रिटमेन्ट मोडालिटी एउटै हुन्छ, अनि हिमोडाइनामिकली अनस्टेबलमा कसरी ट्रिट गर्ने अनि हेमोडाइनामिकली स्टेबलमा कसरी ट्रिट गर्ने भनेर तँलाई भनेको थिएँ। अनि त्यसको मैले तँलाई निमोनिक पनि दिएको थिएँ। अनि निमोनिक चाहिँ के थियो भन्दाखेरि चाहिँ रेस भन्ने निमोनिक थियो होइन। सो रेस भन्ने निमोनिकबाट अलिकति भनेको थिएँ हाउ टु बी ट्रिट भन्दै। सो तैँले चाहिँ के गर्नुपर्छ सुरुमा भन्दाखेरि रेट कन्ट्रोल गर्नु पऱ्यो, त्यसपछि एन्टिकोआगुलेसन दिनु पऱ्यो, त्यसपछि सीबाट चाहिँ केमिकल कार्डियोभर्जन, ईबाट इलेक्ट्रिकल कार्डियोभर्जन। केमिकल कार्डियोभर्जन गर्दाखेरि इब्युटिलाइट भन्ने ड्रग दिन्छ, इट इज द ड्रग अफ चोइस। त्यसले काम गरेन भने एमाइडारोन दिनुपर्छ भनेर भनेको थिएँ है। सो अनि त्यसपछि इलेक्ट्रिकल कार्डियोभर्जनमा डिसी सक। सो यसरी तैँले एट्रियल ट्याकिकार्डियालाई पनि ट्रिट गर्छस् भनेको थिएँ। अनि त्यसपछि हिजो मैले लाउन गेनाउन लिभाइन सिन्ड्रोम र वुल पार्किन्सन व्हाइट सिन्ड्रोममा चाहिँ तैँले कसैलाई ट्याकिआरिथमिया डेभलप भइरहेछ, जस कारण पाल्पिटेसन सिन्कोपल एट्याकहरू भइरहेछ भनेपछि हाउ डु वी ट्रिट इमिडिएटलीमा भन्दाखेरि आइबी प्रोकेनामाइड भनेर दिन्छ भनेर भनेको थिएँ। कसैले चाहिँ उसले भन्छ कि मलाई पहिला पनि यस्तो रिकरेन्ट एट्याकहरू आइरहेको हुन्थ्यो, त्यसको लागि चाहिँ तैँले के दिन्छस् भन्दाखेरि प्रिभेन्सनको लागि फ्लेकाइनिड दिन्छस् ओरल। अनि त्यसपछि अर्को चाहिँ तर उसले भन्छ मलाई दबाई खानै मन छैन, मलाई एब्सोल्युट ट्रिटमेन्ट अफ चोइस जे छ त्यो दिनु भन्यो भने चाहिँ तैँले रेडियो फ्रिक्वेन्सी एब्लेसन अफ द पाथवे गर्छस्। सो आज चाहिँ हामी भेन्ट्रिकुलर ट्याकिआरिथमियामा छौँ। अनि सुरुमा चाहिँ अब एभी नोडबाट भन्ने। अब एभी नोडबाट अराइज हुने ट्याकिआरिथमियाहरूमा चाहिँ तेरो के हुन्छ, दुईवटा हुन्छ क्या। सो यहाँबाट चाहिँ दुईवटा एरिथमियाहरू ट्रिगर हुनसक्छ। एउटा हुन्छ एभीआरटी, अर्को हुन्छ एभीएनआरटी। एभीआरटी र एभीएनआरटीमा म्यानिफेस्टेसन उस्तै हुन्छ, तर कुरा के याद राख्नुपर्छ, एभीएनआरटी भनेको नर्मल हार्टमा हुनसक्छ क्या, ठिक छ। तर एभीआरटीमा चाहिँ के छ, एभी नोडल छैन नि, यो भनेको एभी नोडल रिएन्ट्रेन्ट टेकिकार्डिया हो, तर एभीआरटी भनेको एट्रियोभेन्ट्रिकुलर रिएन्ट्रेन्ट टेकिकार्डिया। सो यसमा चाहिँ के हुन्छ, स्ट्रक्चरल एब्नर्मालिटी हुन्छ, इन द फर्म अफ जेम्स पाथवे हुनसक्छ, और इन द फर्म अफ तेरो बन्डल अफ केन्ट हुनसक्छ। सो वुल पार्किन्सन व्हाइट र लाउन गेनाउन लिभाइन सिन्ड्रोमहरूमा देखिने ट्याकिआरिथमिया भनेको एभीआरटी हो, तर नर्मल मान्छेमै नर्मल हार्टमै ट्रिगर हुनसक्ने खालको एरिथमिया भनेको एभीएनआरटी हो। अब म तँलाई एभीआरटी र एभीएनआरटीको चाहिँ बारेमा भन्छु। सो नर्मली अब हेर यो पाथवे चाहिँ तँलाई थाहा हुनुपर्छ। अब अनि एभीआरटी एभीएनआरटी दुइटैलाई पिएसभिटी भनेर भनिन्छ कि। सो युजली यो चाहिँ अब पिएसभिटीमा एभीआरटीको बारेमा सुरुमा भन्छु, अनि इट ह्यापन्स इन अ स्ट्रक्चरली नर्मल हार्ट। जुन मैले भनेको थिएँ एभीएनआरटी चाहिँ नर्मल हार्टमा हुन्छ, अनि नर्मल्ली एभी नोडले एउटा डिले क्रिएट गरिरहेको छ 0.1 सेकेन्डको। अनि रिफ्र्याक्टरी पिरियड अफ बोथ साइड अफ एभी नोड इज नट द सेम। मतलब यो के हो, ल अब हेर यो एभी नोड हो है, हामीसँग यो एभी नोड हो। अब एभी नोडमा चाहिँ के हुन्छ, एउटा पाथवे जुन आइरहेछ हेरे, यो पाथवे चाहिँ के हुन्छ, जब एसए नोडबाट एभी नोडमा यो करेन्ट यहाँ गइरहेछ क्या, यो करेन्ट दुईवटा पाथवेबाट जान्छ क्या। एउटा झप्पै यो पाथवेबाट फास्ट जान्छ, अनि अर्को पाथवेबाट चाहिँ स्लोली जान्छ क्या, ठिक छ नि। अब के हुन्छ, यो जुन पाथवेबाट करेन्ट आएको थियो होइन, हामीसँग यो जुन पाथवेबाट करेन्ट आएको थियो, यसले त फास्ट कन्डक्ट गरिसक्छ होइन। अनि यो टाइममा के हुन्छ, यो करेन्ट जब यहाँसम्म पुग्छ नि, यो करेन्ट यहीँ टर्मिनेट हुन्छ क्या, किनभने यो ठाउँ इट विल बी रिफ्र्याक्टरी।
अब यो करेन्ट यहाँबाट जान्छ अनि यसले के गर्छ भन्दाखेरि बन्डल अफ हिसबाट जान्छ अनि त्यसपछि यहाँबाट यसले राइट र लेफ्ट बन्डल ब्रान्च हुँदै पर्किन्जे हुँदै भेन्ट्रिकल्सहरूलाई डिपोलराइज गर्छ। दिस इज द नर्मल कन्डक्टिङ सिस्टम। सो यसमा हामीसँग एउटा फास्ट पाथवे छ अनि अर्को हामीसँग के छ भन्दाखेरि स्लो पाथवे छ होइन। सो फास्ट पाथवेलाई चाहिँ हामी के भन्छ बिटा पाथवे भनेर भनिन्छ, तर स्लो पाथवे भनेको चाहिँ हाम्रो अल्फा पाथवे हो क्या। अब फास्ट पाथवेको के छ भन्दाखेरि यो चाहिँ फास्ट छ तर यसको रिकभरी पिरियड पनि लङ्गर हुन्छ क्या, किनभने यसको रिफ्र्याक्टरी पिरियड लामो छ, रिकभरी हुन टाइम लाग्छ। र स्लो पाथवे जुन अल्फा पाथवे छ यसको चाहिँ रिफ्र्याक्टरी पिरियड पनि सानो छ अनि रिकभरी चाहिँ फास्ट हुन्छ। मतलब करेन्ट यहाँबाट गयो, सपोज करेन्ट यहाँबाट गयो होइन, अनि त्यसपछि यस नेक्स्ट टाइम करेन्ट यहाँ आयो भने नेक्स्ट करेन्ट त यहाँबाट आउन मान्दैन किनभने यो ठाउँमा त अलि रिफ्र्याक्टरी हुन्छ। अब तर यो पाथवे चाहिँ के हुन्छ रिकभर चाँडै गर्छ क्या। सो करेन्ट नेक्स्ट टाइम पनि यहाँबाट जान चाँडै सक्छ। वेराज यो पाथ अर्को यो फास्ट पाथवे अल्दो इट इज फास्टर बट इट टेक्स लङ्गर रिफ्र्याक्टरी पिरियड। अब हामी एउटा सिनेरियो भर्खरै यो लियो होइन। सो एसिनोडबाट इम्पल्स आएको थियो, यो इम्पल्स के भयो भन्दाखेरि फास्ट र स्लो पाथवेमा गएको थियो अनि फास्ट पाथवेबाट चाँडै गएर यसले डिपोलराइज गर्यो। अब नेक्स्ट टाइम एउटा इम्पल्स सपोज अब फेरि एसिनोड आउँछ, एसिनोडले इम्पल्स दिनुभन्दा अगाडि केही कारणले एउटा एक्टोपिक फोकाइ जेनेरेट भयो क्या, ठिक छ कि त एक्टोपिक फोकाइ जेनेरेट भयो अनि यो एक्टोपिक फोकाइले चाहिँ के गर्यो भन्दाखेरि यो करेन्ट चाहिँ यसले यहाँबाट पठायो। यो करेन्ट यहाँबाट पठाउँदाखेरि के थियो भन्दाखेरि यो पाथवे करेन्ट अघि भर्खर एसिनोडले डिपोलराइज गर्दाखेरि यो पाथवेबाट गएको थियो अनि यो पाथवे त अहिले फास्ट काम गरेको थियो, तर यो पाथवेबाट त करेन्ट जान पाएन, यो पाथवेबाट त करेन्ट गएन होइन, किनभने यो पाथवे त ऊ भइसकेको छ। सो यो पाथवे चाहिँ के हुन्छ यसले रिकभर गरिहाल्छ क्या, बुझ्स नि होइन। सो करेन्ट चाहिँ अब के जान्छ भन्दाखेरि करेन्ट त यो पाथवेबाट पनि जान खोज्छ यो पाथवेबाट पनि जान खोज्छ, तर यो पाथवे त भर्खरै यहाँबाट ट्रान्समिट गरेको थियो त्यसै कारण यो पाथवे रिकभर त भएको छैन, इट हेज लङ्गर रिफ्र्याक्टरी पिरियड। सो यो टाइममा चाहिँ के हुन्छ करेन्ट बिस्तारै बिस्तारै यहाँ पुग्छ क्या। सो यो पुग्दा पुग्दै यो यताबाट जान्छ साइमल्टेनियसली। अब अघि के थियो अघि यो करेन्ट यहाँ आउँदाखेरि यहाँबाट जान पाउँथेन किनभने यो साइड चाहिँ अलरेडी रिफ्र्याक्टरी थियो। अब यो पाथवे के हुन्छ इट हेज गन आउट अफ रिफ्र्याक्टरी भनेपछि यो फेरि रेट्रोग्रेडली जान्छ क्या यहाँबाट, बुझ्नु। अनि रेट्रोग्रेडली गयो भने के हुन्छ यसले फेरि यहाँबाट आउँछ अनि यसले के गर्छ एउटा सर्कस मुभमेन्ट क्रिएट गर्छ क्या, बुझेन। अनि यो सर्कस मुभमेन्टले के गर्छ करेन्ट माथि नि पठाउँछ अनि तल नि पठाउँछ। सो एट्रिया र भेन्ट्रिकल दुइटैलाई साइमल्टेनियसली डिपोलराइज गरिरहेछ क्या यसले, बुझेन। अनि यो पाथवे कस्तो भइरहेछ अब यहाँबाट बन्डल अफ हिजमा जान्छ, पर्किन्जेमा जान्छ, पर्किन्जेबाट चाहिँ के हो दुइटै मायोकार्डियम जान्छ भनेपछि के हो थ्रु द पर्किन्जे नै कन्ट्याक्ट भइरहेछ। सो क्युआरएसको मोर्फोलोजी पनि के हुन्छ नर्मलै हुन्छ कि यसमा, बुझ्स नि। सो एकेएनआरटीमा के भयो त अब। सो अब हेर यहाँ कुरा त्यही देखाउन थाल्छ। अब एसिनोडबाट इम्पल्स के हुन्छ यो यहाँबाट जान्छ अनि एउटा स्लो पाथवे र फास्ट, सपोज यहाँबाट गएन यहाँबाट गयो, यहाँबाट गएपछि के हुन्छ यहाँ जान्छ यसले यहाँ डिपोलराइज गर्छ अनि करेन्ट फर्स्ट लेफ्टमा जान्छ त्यसपछि राइटमा जान्छ। अब केही कारणले एउटा प्री एक्साइटेसन भयो भने के हुन्छ यो पाथवे त अलरेडी रिफ्र्याक्टरी छ भनेपछि करेन्ट अब यो पाथवेबाट जान्छ क्या। सो यहाँबाट जान्छ यो यहाँसम्म पुग्दाखेरि अर्को पाथवे त के हुन्छ आउट अफ रिफ्र्याक्टरी भइदिन्छ क्या। जब आउट अफ रिफ्र्याक्टरी भयो भने इट विल रिइन्टर अनि रिइन्टर भयो भने के हुन्छ पछि गएर यसले सर्कस मुभमेन्ट देखाउँछ क्या। अनि यो सर्कस मुभमेन्टको कारण चाहिँ के हुन्छ हार्ट रेट विल बी मोर देन 100 पर मिनट, बुझेन। अनि यसलाई चाहिँ के भन्छ एभी नोडल रिएन्ट्रेन्ट ट्याकिकार्डिया भनेर भनिन्छ क्या, बुझेन। सो नर्मल फरवर्ड कन्डक्सन वेराज इन पिएसभिटीमा के हुन्छ देयर इज अ रिएन्ट्री फेनोमेना, रिएन्ट्री देखिहाल्यो जस कारण चाहिँ करेन्ट लुप हुन्छ अराउन्ड द एभी नोड अनि दिस इज नोन एज सर्कस मुभमेन्ट। and circus movement is closer to bundle of fish and fires at a higher frequency मा फायर गर्छ अनि त्यसै कारण चाहिँ which among the two circus movement and current reaches the bundle of fish will control the ventricles। अब त्यही कुरा हो क्या। सो अब यहाँबाट अघि सेम मेकानिजम भने अनुसार यस्तो हुन्छ। अब के भयो भन्दाखेरि यसमा चाहिँ एउटा 25 year oldको एउटा लेडी तक आउँछ अनि उसले भन्छ कि मलाई रिकरेन्ट एपिसोड अफ डिजिनेस भइरहेछ। डिजिनेसको स्पेल किन भइरहेछ पाल्पिटेसन पनि भइरहेछ अनि सिन्कोपल एट्याकहरू पनि यसलाई भइरहेको हुन्छ। किन भइरहेको हुन्छ भन्दाखेरि सेम रिजन, किनभने यसमा हार्ट रेट बढाएको छ। हार्ट रेट बढ्यो भने के हुन्छ उसको डायस्टोलिक ड्युरेसन घट्छ, डायस्टोलिक ड्युरेसन घट्यो भने फिलिङ टाइम घट्छ, फिलिङ टाइम घट्यो भने स्ट्रोक भोल्युम घट्छ, स्ट्रोक भोल्युम घट्यो भने कार्डियक आउटपुट घट्छ, कार्डियक आउटपुट घट्यो भने के हुन्छ सिन्कोपल एट्याक हुन्छ, डिजिनेस हुन्छ, उसको हार्ट रेट बढिरहेछ त्यसै कारण उसलाई पाल्पिटेसन भइरहेको हुन्छ। अनि स्पेसली उसले भन्छ कि मैले कफी खाइसकेपछि हुन्छ भनेर क्या। कफीको कारण किन भइरहेछ किनभने मैले यसमा हेर नर्मल मान्छेमा यो किन डेभलप हुन्थेन भने त किन नर्मल मान्छेमा त तेरो यो के हुन्छ नि मैले यसमा त के भने एउटा प्री मच्योर एक्साइटेसन भइरहेछ भने नि तँलाई नर्मल एसिनोडले फायर गर्छ अनि एसिनोडले फायर गरिसकेपछि के हुन्छ यो करेन्ट यहाँबाट जान्छ अनि यसले डिप्राइज गर्छ, नेक्स्ट करेन्ट आउँदाखेरि यो यहाँबाट जान पाउँदैन।
अब नेक्स्ट करेन्ट आउँदाखेरि के हुन्छ, यो पाथवे आउट अफ रिफ्र्याक्टरी छ तर यो पाथवे अर्को पाथवे त रिफ्र्याक्टरीमै छ। सो अर्को चाहिँ अर्को बिट चाहिँ अगाडि नै आयो के, यो अगाडि एक्टोपिक फोकाइले जब फायर गर्छ त्यो यहाँबाट ट्राभल गर्छ अनि यहाँ पुग्दासम्म चाहिँ के हुन्छ भन्दाखेरि यो पाथवे आउट अफ रिफ्र्याक्टरी गइसकेको हुन्छ अनि यो फेरि रिएन्टर गर्छ। यो किन भयो, किनभने यो एक्टोपिक फोकाइको कारणले भयो क्या। यो एक्टोपिक फोकाइ किन जेनेरेट भयो, इट क्यान जेनेरेट ड्यु टु क्याफिन इन्टेक। नर्मली त्यहाँ हुन्छ फोकाइ, तर त्यसले नर्मली अब एक्टोपिक फोकाइ किन जेनेरेट हुन्छ, एक्टोपिक फोकाइ भने के हो, इट क्यान डेभलप ड्यु टु प्रिमच्योर एक्साइटेसन कारणले, अलरेडी आफ्टर डिपोलाइजेसन और डिलेड आफ्टर डिपोलाइजेसन होइन, अथवा क्याटायनिक लोडिङ। अनि अब नर्मली तेरो यो के हुन्छ भन्दाखेरि यो यिनीहरूले के गर्छ, अल्टर्ड इलेक्ट्रिकल एक्टिभिटी गर्छ नि त, जस कारण चाहिँ के हुन्छ एक्टोपिक फोकाइहरू जेनेरेट हुन्छ। अनि यसको एउटा मेकानिजम के हो, क्याफिन इन्टेक। क्याफिनले के गर्छ, फोस्फोडाइस्ट्रेज इन्जाइमले इनिबिट गर्छ क्या। फोस्फोडाइस्ट्रेज इनिबिट भयो भने के हुन्छ, साइक्लिक जिएमपी को लेभल अथवा साइक्लिक एएमपी को लेभल बढ्छ क्या, अथवा साइक्लिक एएमपी को लेभल जिएमपी हो भने साइक्लिक एएमपी होइन। साइक्लिक एएमपी को काम के हो भन्दाखेरि यसले फस्फोराइलेट गर्छ च्यानललाई, अनि च्यानल फस्फोराइलेट भयो भने त्यसको कारण क्याटायन लोडिङ इन द सेल बढ्छ क्या। अनि क्याटायन लोडिङ सेलमा बढ्यो भने के हुन्छ, त्यो सेलको एक्साइटेबिलिटी बढ्छ, अर्ली आफ्टर डिपोलाइजेसन फेनोमेनाहरू हुनसक्छ अथवा अरू मेकानिजमहरू कारणले इभेन्चुअली एक्साइटेबिलिटी बढ्छ अनि यसले फायर गर्छ क्या। अनि यसलाई चाहिँ के हुन्छ, यो एसी नोडबाट त फायर गरे होइन कि त एबी नोडबाट फायर गरेको त होइन, सो यो अर्को फोकाइले फायर गरेर चाहिँ त्यसैलाई एक्टोपिक फोकाइ हुन्छ होइन। अब के भयो यसमा त, अब यो पेसेन्ट टक आयो अनि यस्तो यस्तो सिम्टम लिएर भनिरहेको छ क्या। अनि तैँले भनेस् कि ल ठिक छ, तपाईँकोमा चाहिँ के हुनसक्छ भन्दाखेरि रिकरेन्ट एपिसोड छ, सायद मलाई एभिएनआरटीको सस्पिसन भइरहेछ अनि म तपाईँको इसिजी गरेर हेर्छु भनेर भनिस् क्या त्यसले। अनि उसले भन्छ डाक्टर साहब मलाई यस्तो एपिसोडहरू पहिला पनि आइसकेको थियो अनि त्यसको लागि म हस्पिटलहरू धेरै गइसकेँ, अनि हस्पिटलमा जहिले जान्छु इसिजी गर्न पठाउँछ अनि इसिजी गर्दाखेरि चाहिँ नर्मल आउँछ अनि मलाई चाहिँ पछि डक्टरहरूले एन्जाइटी एट्याकहरू भयो भनेर एन्टी एन्जाइटी मेडिकेसनहरू पनि दिइरहेको छ भनेर भन्यो कि यसले। अनि तपाईँ मेरो पुरानो इसिजी रिपोर्ट हेर्न चाहनुहुन्छ भनेर भन्छ। अनि उसले तैँले भन्छस् कि होइन म नयाँ इसिजी रिपोर्ट हेर्छु भन्यो क्या। अनि तैँले इसिजी गर्दाखेरि के हो, फेरि इसिजी रिपोर्ट नर्मलै आयो क्या। अनि उसले भन्छ तपाईँले मैले भनेकै थिएँ मेरो इसिजी जहिले पनि नर्मल आउँछ भनेर। अनि त्यसपछि तैँले भन्छस् केही छैन, मलाई थाहा थियो, मैले एक्सपेक्ट गरिरहेको थिएँ तिम्रो इसिजी नर्मलै हुन्छ भनेर क्या। किनभने यो टाइममा त एट्याक आएर छैन भनेपछि इसिजी एब्सोल्युटली नर्मल हुन्छ। अनि तैँले भन्छस् कि ल म तपाईँको एउटा होल्टर डिभाइस एडभाइस गर्छु अनि यो होल्टर डिभाइस चाहिँ तपाईँको 24 आवर्ससम्म यसले तपाईँको इसिजी रेकर्ड गर्छ भनेर भन्छस् क्या। अनि यसलाई यो डिभाइस तैँले डिप्लोय गर्छस्। अब यो अनि तैँले भन्छस् उसलाई कि तपाईँलाई जहिले पनि यस्तो सिन्कोपल एट्याकहरूको जस्तो महसुस हुन्छ त्यो टाइममा पनि तपाईँले के गर्नु भन्दाखेरि डायरीमा लेख्नु कति बजे भयो भनेर क्या। अनि त्यो डायरी, अनि त्यसपछि यो जुन रिपोर्ट आएको छ नि होल्टर डिभाइसबाट 24 आवर, त्यही ड्युरेसनमा त्यो जब फिमेललाई एपिसोड आएको थियो त्यतिसम्म त्यही टाइममा इसिजीलाई फास्ट फरवर्ड गर्छस् क्या। अनि हेर्छस् त्यो टाइममा चाहिँ के भएको हुन्छ भन्दाखेरि त्यो टाइममा तेरो इसिजीमा सर्टेन प्याटर्न देखिन्छ क्या। त्यो टाइममा के देखिन्छ भन्दाखेरि फास्ट ब्रिदिङ, अब के हुन्छ एबी नोडबाट करेन्ट एट्रियामा नि गइरहेछ भेन्ट्रिकलमा नि गइरहेछ होइन। सो जसको कारण के हुन्छ हार्ट रेट बढेको छ। अब हार्ट रेट बढिरहेछ अनि त्यसपछि प्लस के हुन्छ, अब साइमल्टेनियसली एट्रिया र भेन्ट्रिकल दुइटै साइमल्टेनियसली डिपोलाइज भइरहेछ। अब दुइटै साइमल्टेनियसली डिपोलाइज भइरहेछ भने तैँले कुन देख्छस् त, पी वेभ देख्छस् कि क्युआरएस देख्छस्? इट इज अलवेज द लार्जर वेभ विच विल मेनिफेस्ट। त्यसै कारण तैँले के देख्छस् भन्दाखेरि क्युआरएस मात्रै देख्छस् क्या। अनि हार्ट रेट बढिरहेछ, हार्ट रेट बढ्यो भने अक्सिजन डिमान्ड बढ्यो, अक्सिजन डिमान्ड बढ्यो भने एसटी डिप्रेसन पनि हुनसक्छ यसमा होइन। सो इसिजीमा त के हेर्छस् त, अब हेर यो नर्मल इसिजी छ होइन, यो इसिजीमा के हुन्छ हार्ट रेट बढ्यो भने के हुन्छ, यो वेभ यतातिर आउँछ यो वेभ यतातिर आउँछ अनि टी र पी फ्युजन हुनसक्छ होइन, किनभने यसको हार्ट रेट बढिरहेछ। सो तैँले कस्तो देख्छस् त, यो मान्छेमा कस्तो इसिजी देख्छस् हेर, यो मान्छेमा तैँले के देख्छस् भन्दाखेरि हेर यो क्युआरएस न्यारो नै छ होइन। सो क्युआरएस इज न्यारो है। अनि तैँले के देखिरहेछस्, एसटी डिप्रेसन देखिरहेछस् अनि एउटा टी वेभ देखिरहेछस्। फेरि के देख्छस्, क्युआरएस न्यारो देख्छस् अनि एसटी डिप्रेसन देख्छस् अनि एउटा टी वेभ देख्छस् है। सो अब फेरि के हुन्छ, क्युआरएस न्यारो क्युआरएस एसटी डिप्रेसन टी वेभ देख्छस्। अब न्यारो क्युआरएस किन छ, किनभने पाथवे नर्मल छ। अनि अर्को चाहिँ के हुन्छ, खालि क्युआरएस मात्रै देखिरहेछस् किनभने यो जन्सनल रिदम हो। अनि त्यसपछि जस कारण चाहिँ पी वेभ देखिँदैन, खालि टी वेभ देखिरहेछ र क्युआरएस देखिरहेछ। अनि एसटी डिप्रेसन किन भयो, किनभने यसमा ट्याकिकार्डिया छ, ट्याकिकार्डियाले अक्सिजन डिमान्ड बढाउँछ जस कारण चाहिँ के हुन्छ एसटी डिप्रेसन हुनसक्छ, बुझ्ने। सो यो इसिजी देखिन्छ क्या। सो एभिएनआरटीको टिपिकल इसिजी प्याटर्न यही हो क्या। के इसिजी प्याटर्न हुन्छ भन्दाखेरि क्युआरएस न्यारो हुन्छ अनि त्यसपछि एसटी डिप्रेसन अनि टी वेभ, क्युआरएस न्यारो एसटी डिप्रेसन टी वेभ होइन। सो एभिएनआरटीको यसमा के देख्छ
हेर्छस् न्यारो कम्प्लेक्स क्युआरएस हेर्छस् अनि आरआर इन्टरभल हेरे आरआर इन्टरभल कति छ त एउटा स्मल धेरै स्क्वायर छ र एउटा लार्ज भनेपछि 5 + 1 6वटा सो 1500 डिभाइड बाई 6 गर्छस् भनेपछि तेरो हार्ट रेट यसरी आउँछ अनि हार्ट रेट त एकदमै हाई आयो नि त होइन अथवा तेरो 300 डिभाइड बाई एउटै कति एउटा स्मल स्क्वायर छ भनेपछि एप्रोक्सिमेटली हार्ट रेट धेरै आइरहेछ नि त होइन सो हार्ट रेट बढेको छ भनेपछि तैँले थाहा पाउँछस् क्या अब के हुन्छ भन्दाखेरि सडन अब एसटी सेगमेन्ट डिप्रेसन किन भयो पनि भने अनि हिडन पिवेभहरू पनि देखिँदैन भनेर मैले तँलाई भने होइन अब त यसमा के गर्छस् त अब उसले त्यो पेसेन्टले भन्छ ल डाक्टर साहब तपाईँले भनेको त ठिकै रहेछ मलाई सायद यो इसिजी हेर्दाखेरि तपाईँले एबिएनआरटी जस्तो एक्सप्लेन गर्नुभयो ल ठिक छ अब यो एक्सप्लेन गरेर नि के त अब मलाई कसरी म्यानेज गर्ने त मलाई त यसो गर्दाखेरि धेरै गाह्रो भइरहेछ भनेर भन्छ क्या सो हाउ डु वी म्यानेज अब एबिएनआरटीहरूलाई अब कसैलाई एक्युट एपिसोड अफ एबिएनआरटी आइरहेछ भनेपछि त्यो ठाउँमा त्यो बेला के हुन्छ उसलाई डिजिनेस हुन्छ सिन्कोप हुन्छ पाल्पिटेसन हुन्छ एक्कासी ढल्ना जस्तो हुन्छ अब ऊ हेमोडाइनामिकली अनस्टेबल छ क्या सपोज सिस्टोलिक बिपी इज अनरेकर्डेबल लेस देन 90 छ अथवा ऊ सकमा छ भनेपछि त्यो कन्डिसनमा त के गर्छस् उसलाई डिसी सक दिनु पर्यो किनभने उसको एक्युट इभेन्टको कारणले एक त उसको हार्ट रेट बढिरहेछ प्लस उसको स्ट्रोक भोल्युम कम छ भनेपछि उसको रुट अफ एउटामा प्रेसर पनि कम हुन्छ सो कोरोनरी पर्फ्युजन कम हुनसक्छ सो रिस्क अफ एमआई डेभलप हुनसक्छ क्या सो त्यो कन्डिसनमा त उसलाई अनस्टेबल पेसेन्टमा डिसी सक्दिने बुझ्छ होइन तर यदि ऊ स्टेबल पेसेन्ट छ क्या भनेपछि त के गर्छस् त उसलाई सो यदि स्टेबल पेसेन्ट छ अनि भनेपछि त के गर्छस् उसलाई भन्दाखेरि तैँले भन्छस् कि ल तपाईँ स्टेबल पेसेन्ट हुनुहुन्छ अनि म चाहिँ तपाईँलाई के गर्छु भन्दाखेरि पहिला चाहिँ के गर्छस् भन्दाखेरि एक्युट इभेन्टको लागि चाहिँ त के गर्छस् अब एक्युटली तैँले के गर्छस् भन्दाखेरि उसको क्यारोटिड साइनस मसाज गर्छस् क्या अब क्यारोटिड साइनस मसाज चाहिँ कसरी गर्ने भन्दाखेरि यो चाहिँ अब हेर नर्मली यो क्यारोटिड यो हो क्या क्यारोटिड आर्ट्री होइन क्यारोटिड कमन क्यारोटिड आर्ट्री एक्सटर्नल अनि इन्टर्नल क्यारोटिड आर्ट्री इन्टर्नल क्यारोटिड आर्ट्रीतिर यतातिर के छ क्यारोटिड साइनस छ अब क्यारोटिड साइनसबाट एउटा नब गइरहेको हुन्छ क्या अनि यो नब चाहिँ कुन हो ग्लोसोफ्यारिन्जियल नब अनि यो ग्लोसोफ्यारिन्जियल नबले चाहिँ के गर्छ भन्दाखेरि एफ्रेन्ट लगिरहेछ क्या अबाउट द ब्लड प्रेसर अनि इफरेन्ट चाहिँ कसले पठाउँछ भेगसले पठाउँछ क्या अब के गर्छस् भनेपछि त अब यसलाई क्यारोटिड साइनस मसाज दिन्छस् क्या अनि यो साइड चाहिँ कता दिने भन्दाखेरि परपेन्डिकुलर टु द एङ्गल अफ जमा दिन्छस् होइन अनि यो चाहिँ के हुन्छ इट इज गिभन विथ द थम सो थमले त दिन्छस् एट द एङ्गल अफ ज परपेन्डिकुलर टु द एङ्गल अफ ज अनि एट द बर्स्ट अफ 10 सेकेन्ड मतलब कन्टिन्यू दिँदैनस् क्या 10 सेकेन्ड दिन्छस् फेरि छोड्छ फेरि एकछिन ग्याप लिएपछि फेरि दिने के बुझ्छ होइन अनि यसरी तैँले क्यारोटिड साइनस मसाज गर्छस् क्यारोटिड साइनस मसाज गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि यसको कारणले तेरो के हुन्छ भेगस नर्भको स्टिमुलेसन हुन्छ क्या भेगस नर्भको स्टिमुलेसनले के गरिदिन्छ भन्दाखेरि एबी नोडलाई इनिबिट गर्छ एबी नोडलाई ब्लक गर्यो भने के हुन्छ हाम्रो कुरा भएकै त्यो एबी नोडको एक्साइटेड उता अल्टर्ड पाएको कारणले भयो सो यसमा चाहिँ त्यसलाई स्टेबलाइज गरिदिन्छ क्या अब तैँले के गरिस् भन्दाखेरि क्यारोटिड साइनस मसाज गरिस् अब बच्चाहरूमा चाहिँ के हुन्छ भन्दाखेरि अब क्यारोटिड साइनस मसाज इज वान अफ द मेकानिजम टु स्टिमुलेट द भेगस नर्भ अब तँलाई भन्छ कोही एउटा बुढो मान्छे छ अनि बुढो मान्छेमा त के हुन्छ यो क्यारोटिड आर्ट्रीमा के देख्छस् त एथेरोमाहरू हुनसक्छ होइन अब तैँले यहाँ मसाज गरिस् भने के हो यो एथेरोमाहरू यो डिसलज हुनसक्छ अनि एथेरोइम्बोलाई फर्म हुनसक्छ क्या अनि एथेरोइम्बोलाईले के गर्न सक्छ ब्रेनमा गएर स्ट्रोक डेभलप गर्न सक्छ होइन अनि त्यो कन्डिसनमा त के गर्छस् त अब यो एथेरोइम्बोलाई छ भनेर त कसरी थाहा पाउने यो थाहा पाउँछस् तैँले भाया क्यारोटिड आर्टरी ब्रुई है सो यो यता ल्युमेन अक्लुड भएको कारणले चाहिँ त्यहाँ के हुन्छ भन्दाखेरि त्यहाँ ब्रुई डेभलप हुन्छ क्या होइन स्टेथोस्कोपले सुन्ने अनि त्यहाँ ब्रुई छ भनेपछि क्यारोटिड साइनस मसाज नगर्ने अब देयर आर अदर वेज टु स्टिमुलेट क्यारोटिड साइनसलाई अथवा भेगस नर्भलाई त अरू कुन मेथडले स्टिमुलेट गर्न सक्छ एउटा फेस आइस प्याक युज गरेर आइस प्याक फेसमा लाग्दाखेरि यसले नि भेगसलाई स्टिमुलेट गर्छ अर्को हुन्छ भाल्साल्भा मनुभरले नि भेगस नर्भलाई स्टिमुलेट गर्छ अर्को एउटा मेथड हो द्याट इज अकुलो कार्डियाक मसाज आँखालाई मसाज गर्यो भने नि यसले भेगस नर्भलाई स्टिमुलेट गर्छ तर यो गरिँदैन किनभने देयर इज इन्क्रिज चान्स अफ ट्रमा टु द आइबल अर्को भनेको तैँले क्यारोटिड आर्ट्री मसाज जुन चाहिँ अभोइड गरिरहेछस् अब बच्चाहरूमा क्यारोटिड आर्ट्री मसाज गरिँदैन किनभने बच्चाहरूमा के हुन्छ नेक चाहिँ सानो हुन्छ क्या त्यसै कारण इट इज नट डन अल्सो क्यारोटिड साइनस मसाज चाहिँ कुनमा गरिँदैन इट इज अल्सो कन्ट्राइन्डिकेटेड इन एल्डरली जसमा चाहिँ क्यारोटिड आर्ट्री ब्रुईहरू सुनिरहेछ किनभने रिस्क अफ एथेरोइम्बोलाई हुनसक्छ अब तैँले के गरिस् भन्दाखेरि उसको यहाँ साइनस मसाज गरिरहेछस् अथवा फेस मास्क युज गरिरहेछस् कि त भालसालभै गरिरहेछस् क्या केही कारणले तैँले के गरिस् भन्दाखेरि भेगसलाई स्टिमुलेट गरिस् अनि इभेन्चुअली तैँले एबी नोडलाई शान्त गराइस् त्यसपछि त के गर्छस् भन्दाखेरि आइभी एडिनोसिन दिन्छस् क्या एडिनोसिन इज द ड्रग अफ चोइस अब एडिनोसिनले के गर्छ भन्दाखेरि एबी नोडल डिलेलाई बढाउँछ अनि सर्कस मुभमेन्टलाई घटाइदिन्छ क्या अब तैँले के गरिस् सुरुमा
पेसेन्ट स्टेबल थियो मतलब बिपी इज रेकर्डेबल भनेपछि तैँले त्यो उसलाई ट्रिट गर्न एक्युटली अहिले एपिसोड आइरहेछ कि उसलाई बुझ्ने एपिसोड अहिले नि आइरहेछ तर उसको बिपी इज रेकर्डेबल ऊ स्टेबल छ भनेपछि अहिले के गर्छस् उसलाई सिरिजमा त एडिनोसिन भरिराख्छस् के नर्सले भन्छस् नर्स सिरिजमा एडिनोसिन भर्दै गर्नुहोस् त्यो टाइमसम्म तैँले के गर्छस् त्यसलाई क्यारोटिड साइनस मसाज गर्छस् डिपेन्डिङ अन कन्ट्राइन्डिकेसन अरू पनि मेथडहरू छ अब तैँले क्यारोटिड साइनस मसाज गरिसकेस् त्यसपछि नर्सले तँलाई इन्जेक्सनमा एडिनोसिन भरेर दिन्छस् के दिन्छ अब तैँले चाहिँ 6 mg एडिनोसिन उसलाई ऱ्यापिडली दिन्छस् के ऱ्यापिड आइबी पुस गर्छस् थ्रु सेन्ट्रल लाइन है किनभने उसको त फास्ट डेभलप भइरहेको छ तैँले के गर्छस् भन्दाखेरि नर्मली यो जुगुलर भेनबाट नै तैँले अथवा सेन्ट्रल भेन्सहरूबाट चाहिँ तैँले उसलाई ऱ्यापिडली पुस गरेर यो 6 mg जति डोज दिन्छस् क्या अनि यसले के गरिदिन्छ एभी नोडल डिलेलाई बढाइदिन्छ सर्कस मुभमेन्टलाई बढाउँछ सपोज यो 6 mg दिँदाखेरि नि एडिनोसिनको एक्सन एकदमै ऱ्यापिड फास्ट हुन्छ क्या बुझ्छ होइन यसको चाहिँ एक्सन एकदमै ऱ्यापिड फास्ट हुन्छ यो कुरा याद राख्नु तर यो चाहिँ के हुन्छ यसको एक्सन चाँडै टर्मिनेट पनि हुन्छ त्यसै कारण तैँले ऱ्यापिड पुस गर्नुपर्छ क्या थ्रु सेन्ट्रल भेन्स अब तैँले 6 mg दिन्छ अनि त्यसपछि पनि यसमा चाहिँ के भयो इम्प्रुभमेन्ट भएन क्या त्यसपछि त फेरि एडिनोसिन दिन्छ तर 12 mg दिन्छस् क्या 12 mg दियो अनि त्यसपछि चाहिँ सायद पेसेन्टलाई इम्प्रुभ होला जस्तो तँलाई लाग्यो तर फेरि पनि इम्प्रुभ भएन भनेपछि त के गर्छस् डिसी सक दिन्छस् अब किनभने तैँले सब मेथड त एप्लाई गरिसकिस् भनेपछि तैँले के गर्छस् डिसी सक दिन्छस् यो डिसी सक चाहिँ 120 देखि लिएर 200 जुलमा दिन्छस् एन्ड द्याट इज बाइफेजिक एन्ड सिन्क्रोनाइज डिसी सक भनेको के हो म अहिले एकछिनमा भन्छु है अनि त्यसपछि के हुन्छ सक इज गिभन एट द पिक अफ आर वेभमा दिन्छ त्यसलाई नै सिन्क्रोनाइज भनेर भनिन्छ क्या सो तैँले चाहिँ यसरी पेसेन्टलाई ट्रिट गरिस् सो के भयो भन्दाखेरि पेसेन्ट एक्युट एपिसोड अफ पिएसभिटीले आएको छ अनस्टेबल पेसेन्टमा तैँले के गर्छस् डिसी सक दिन्छस् तर स्टेबल पेसेन्ट छ भनेपछि त के गर्छस् क्यारोटिड साइनस मसाज गर्छस् फलोड बाई त के गर्छस् भन्दाखेरि केमिकल कार्डियोभर्जन युजिङ एडिनोसिन 6 mg दिने त्यसपछि 12 mg दिने त्यसले पनि ठिक भन्यो भने त इलेक्ट्रिक कार्डियोभर्जनमा जान्छस् अनि डिसी सक दिन्छस् अनि यो पेसेन्टलाई एक्युटली म्यानेज गर्छस् अब पेसेन्टले भन्छ डाक्टर साहब अहिले त तपाईँले ठिक गर्नु पछि फेरि यस्तै आयो भने म के गर्ने त भनेर अनि त्यो कन्डिसनमा चाहिँ तैँले के गर्छस् भन्दाखेरि उसलाई ओरल भेरापामिल ड्रग दिन्छस् क्या सो भेरापामिल खायो भने क्याल्सियम च्यानल ब्लक हुन्छ क्याल्सियम च्यानल एभी नोडमा नि हुन्छ त्यहाँ ब्लक भने एभी नोडको कन्डक्सन ब्लक हुन्छ सो तैँले प्रिभेन्सनको लागि चाहिँ भेरापामिल दिन्छस् उसले भन्छ होइन मलाई पुरै ठिकै गराउँछ भनेपछि त्यसको लागि क्याथेटर एब्लेसन गरिन्छ बुझ्छ सो यसमा नि त्यही हो क्या पिएसभिटीमा त्यही हो मेथड अफ ट्रिटमेन्ट अब सो एभीएनआरटी मैले त भर्खरै भनेको एभीएनआरटीमा के हुन्छ एक्युट एपिसोड अफ एभीएनआरटी सिस्टोलिक ब्लड प्रेसर मोर देन 90 छ भने क्यारोटिड साइनस मसाज गरिस् एडिनोसिन दिस् त्यसले पनि ठिक भन्यो भने डिसी सक दिस् द्याट इज सिन्क्रोनाइज डिसी सक यदि पेसेन्ट क्रासिङ पेसेन्ट छ भनेपछि जसमा बिपी अनरेकग्नेबल छ भने त्यसमा के गर्छ सिन्क्रोनाइज डिसी सक दिन्छ यसमा पनि अनि प्रिभेन्सनको लागि के गर्छस् भन्दाखेरि क्याथेटर एब्लेसन गर्दा हुन्छ अथवा भेरापामिल दिँदा हुन्छ ठिक छ सो यसरी चाहिँ मैले तँलाई के पढाएँ भर्खरै एभीएनआरटी पढाएँ अर्को भनेको चाहिँ के हो एभीआरटी हो ठिक छ अब म तँलाई एभीआरटी को बारेमा भन्छु अब यो सिन्क्रोनाइज यति अहिले यति बुझ कि डिसी सक भन्ने एउटा के छ सिन्क्रोनाइज एसिन्क्रोनाइज डिसी सक भने के हो म अहिले एकछिनमा भनिदिन्छु अब एभीएनआरटी पछि हामी अर्कोमा हेरेर छ द्याट इज एभीआरटी है अब एभीआरटी पनि सजिलै छ क्या अब एभीआरटीमा मैले तँलाई के डिफ्रेन्स हुन्छ भने इट इज नट अ स्ट्रक्चरली नर्मल हार्ट यसमा हार्टमा एउटा एसेसरी पाथवे छ क्या अनि यो एसेसरी पाथवे अब लाउन ग्यानन लिभाइन सिन्ड्रोममा नि हुनसक्छ वुल पार्किन्सन व्हाइट सिन्ड्रोममा नि हुनसक्छ अब वुल पार्किन्सन व्हाइट सिन्ड्रोममा एसेसरी पाथवेको नाम के हो द्याट इज बन्डल अफ केन्ट बन्डल अफ केन्टले कहाँदेखि कहाँ जोडिरहेको हुन्छ भन्दाखेरि एसएनोडबाट यो इन्टरनोडल पाथवेदेखि लिएर डिरेक्टली लेफ्ट भेन्ट्रिकलमा जोडिरहेको हुन्छ तर लाउन ग्यानन लिभाइन सिन्ड्रोममा चाहिँ के हुन्छ भन्दाखेरि यो पाथवेले चाहिँ एसएनोडबाट आउने पाथबाट डिरेक्टली बन्डल अफ हिससम्म जोडिरहेको हुन्छ क्या सो यो दुईटाको बिचमा यो डिफ्रेन्स यो छ अब यसमा अलरेडी एक्सेसरी पाथवे छ अनि यो मान्छेहरूमा अलरेडी टेन्डेन्सी टु डेभलप ट्याकिकार्डिमिया छँदैछ जुन मैले हिजो भनिसकेको छु होइन अब यो मान्छेमा चाहिँ अब डेन्जरस ट्याकिकार्डिमिया कसरी डेभलप हुन्छ त इन द फर्म अफ एभीएनआरटी इन द फर्म अफ एभीआरटी सो त्यो अब हेरौँ है अब त्यो कसरी डेभलप हुन्छ त्यो हेर्नु पर्यो अब सो यसमा के छ भन्दाखेरि तँलाई के थाहा हुनु पर्यो यसमा पनि एउटा एक्सेसरी पाथवे छ अनि यो एक्सेसरी पाथवेले चाहिँ के गर्छ नर्मली कन्डक्ट गर्छ क्या नर्मली तेरो करेन्ट कहाँबाट पास हुन्छ भन्दाखेरि यो एक्सेसरी पाथवेबाट पास हुन्छ ल हेरौँ एसएनोड छ एसएनोडबाट इम्पल्स के हुन्छ यो एभी नोडमा पनि जान्छ अनि यो एक्सेसरी पाथवेमा पनि जान्छ सो यो इम्पल्स एक्सेसरी पाथवेमा जान्छ अनि यसले के गर्छ भने भेन्ट्रिकललाई डिपोलराइज गर्छ सुरुमा
अब भेन्ट्रिकल डिपोलाइज सुरुमै भएपछि के हुन्छ थ्रु द इन्टरमायोसाइट कन्डक्सन यसले के गर्छ भन्दाखेरि रेस्ट अफ द भेन्ट्रिकलहरूलाई डिपोलाइज गर्छ हैन। अब हिजो मैले तँलाई एक्सप्लेन गरेको थिएँ यसमा के हुन्छ पी वेभ हुन्छ अनि त्यसपछि पिआर इन्टरभल चाहिँ सानै हुन्छ क्या, पिआर इन्टरभल नहुन्छ भन्दा नि हुन्छ। त्यसपछि एउटा डेल्टा वेभ हुन्छ, डेल्टा वेभ किन डेभलप भयो किनभने करेन्ट डिरेक्टली लेफ्ट भेन्ट्रिकलमा गएको थियो अनि डेल्टा वेभ पछि चाहिँ के हुन्छ यो मान्छेमा क्युआरएस आउँछ अनि त्यसपछि टी आउँछ। सो यसमा के हुन्छ क्युआरएस इज ब्रोड क्युआरएस हैन, त्यो ब्रोड क्युआरएस फर्म भइरहेछ किनभने कन्डक्सन आधी बाटोसम्म त इन्टरमायोसाइट पाथवेबाटै भएको छ। तर लाउन ग्यानन लिभाइनमा चाहिँ त्यसमा क्युआरएस नर्मल हुन्छ कि किनभने कन्डक्सन पर्किन्जेबाटै भइरहेको थियो त्यसमा चाहिँ। अब हेर यहाँ एसओ नोडबाट इम्पल्स आइरहेछ, यो इम्पल्स कहाँ जान्छ एबी नोडमा पनि जान्छ अनि यो एक्सेसरी पाथवेमा पनि जान्छ। अब यो इम्पल्स एबी नोडबाट जाँदाखेरि हैन अब यसले के गर्छ सेप्टललाई डिपोलाइज गर्छ अनि जब यो यहाँसम्म पुग्छ हैन यो यहाँ पनि जान्छ अनि यहाँ पनि जान्छ अनि यहाँबाट पर्किन्जे हुँदै यसले यतिलाई डिपोलाइज गर्छ। त्यसै कारण त यति पोर्सन नर्मल यति नर्मल थियो नि त हैन। अब यहाँबाट गएको छ यहाँबाट त यसले के भइरहेछ नि यो पाथवेबाट मायोसाइट कन्डक्ट गरिरहेको थियो। अब यो करेन्ट यहाँबाट आउँदाखेरि के हुन्छ यहाँ भेट्छ अनि यो करेन्ट यहीँ टर्मिनेट हुन्छ क्या, बुझ्ने। सो नर्मली के हुन्छ एबीआरटी यिनीहरूमा डेभलप भएको हुँदैन बिकज अफ भर्खरै भनेको मेकानिजम किनभने त्यो करेन्ट चाहिँ त्यहाँ गएर बिचमा पछि टर्मिनेट भइहाल्छ क्या। अब हेरौँ के हुन्छ, जस्तै मैले तँलाई एबीआरटीमा पनि भनेको थिएँ नि एउटा प्री एक्साइटेसन एक्टोपिक फोकाइ हुन्थ्यो, त्यस्तै यहाँ पनि सिमिलर मेकानिजम हुन्छ क्या। यही पाथवेमा अब एउटा एक्टोपिक फोकाइ डेभलप भयो भने चाहिँ के हुनसक्छ त अब त्यो हेरौँ। सो सपोज हामी मानौँ कि करेन्ट अब यहाँ पनि त्यही कुरा भइरहेछ। सो करेन्ट यहाँबाट जान्छ है। सो नर्मली करेन्ट यहाँबाट गइरहेछ, यहाँ यो गयो, यहाँ गइसकेपछि प्री एक्साइटेसन कारणले हेरे नर्मली एबी नोडबाट नि करेन्ट गइरहेको थियो तर एबी नोडबाट आएको करेन्ट के हुन्थ्यो भन्दाखेरि यहाँ गएर टर्मिनेट हुन्थ्यो यता कतै हैन। अब यसमा किन टर्मिनेट हुन्छ किनभने करेन्ट एबी नोडमा गइरहेको थियो तर अहिले मैले के भनेको छु एउटा एक्टोपिक फोकाइले यसलाई एक्साइट गरेको छ क्या। अब यो एक्टोपिक फोकाइको कारणले चाहिँ यो यसले इन्टरमायोसाइट कन्डक्सन गरिराख्छ हैन। अब यो करेन्ट चाहिँ के हुन्छ यहाँबाट माथि जान्छ क्या। अब किनभने एबी नोड त अहिले आउट अफ रिफ्र्याक्टरी छ हैन किनभने यो अर्को फोकाइ हो किन एबी नोडको चाहिँ के भनेको थियो एबी नोड स्लो कन्डक्सन भएको कारणले यसको रिफ्र्याक्टरी पिरियड सर्ट हुन्छ अनि फास्टर रिकभरी हुन्छ। सो पुरानो इम्पल्स चाहिँ यहाँबाट हटिसकेको छ क्या, त्यसै कारण यो यहाँ रिएन्टर गर्यो क्या। रिएन्टर गरेर के हुन्छ अब यो फेरि माथि पुग्छ अनि यसले फेरि जान्छ। सो यो सर्किट यहाँबाट चाहिँ के हुन्छ रिएन्टर गर्छ 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 अनि त्यसपछि यसको कारणले के हुन्छ भन्दाखेरि यसमा ट्याकिआर्मिया डेभलप हुन्छ क्या, बुझेन। सो यसरी यसमा ट्याकिआर्मिया डेभलप भयो अनि यो ट्याकिआर्मिया चाहिँ यहाँ डेभलप भयो अनि यसलाई चाहिँ हामी के भन्छ एबी नोडल एबी नोडल त भन्न मिल्दैन किन एबी नोडबाट त यहाँ करेन्ट गयो होइन, यसलाई चाहिँ हामी के भन्छ एबीआरटी भनेर भन्छौँ क्या, एट्रियोभेन्ट्रिकुलर रिएन्ट्रेन्ट ट्याकिकार्डिया। अब यसमा के भइरहेछ करेन्ट इन द बन्डल अफ केन्ट इज पासिङ एन्टिरियरली, यसलाई के भन्छ एन्टिड्रोमिक कन्डक्सन भन्छ क्या, बुझ्दैन। सो यसमा के हुन्छ यो जब यहाँबाट जान्छ त्यतिखेर इन्टरमायोसाइट कन्डक्सन त हुन्छ जस कारण चाहिँ क्युआरएस चाहिँ ब्रोड हुन्छ है। सो यसमा ब्रोड क्युआरएस देखिन्छ क्या। सो यसमा कस्तो हुन्छ तेरो यस्तो हुन्छ अनि त्यसपछि हुन्छ। अब यसमा पिवेभ त नदेखिन नि सक्ला हैन। सो यसमा डेल्टा वेभ देख्ला हैन, डेल्टा वेभ देखिन्छ अनि ब्रोड क्युआरएस हुन्छ टी हुन्छ फेरि ब्रोड क्युआरएस हुन्छ अनि त्यसपछि टी हुन्छ किनभने पिवेभ त खासै देखिँदैन किनभने करेन्ट दुईटै डिरेक्सनमा गइरहेछ। अब हामी अर्को सिनेरियो लिउँ है। अर्को सिनेरियोमा चाहिँ के छ भन्दाखेरि सिमिलर मेकानिजम। अब एसओ नोडबाट करेन्ट यहाँ पनि जान्छ अनि यहाँ पनि जान्छ। अब केही कारणले करेन्ट यहाँ गएन हैन। सो यो करेन्ट कहाँ हुन्छ एबी नोडमा जान्छ, एबी नोडबाट गइसकेपछि के हुन्छ यहाँबाट यहाँ जान्छ अनि यो करेन्ट यहाँ पुग्छ। अब यहाँ पुगेपछि के हुन्छ नर्मली करेन्टले अब नर्मली यहाँबाट डिपोलाइज गर्थ्यो। अब अघि करेन्ट यहाँबाट गएको भए यो पाथवे के हुन्थ्यो यो पाथवे त रिफ्र्याक्टरीमा हाल्थ्यो तर अहिले यो करेन्ट यहाँ नगएको धेरै टाइम भइसक्यो क्या, त्यसै कारण यो करेन्ट के हुन्छ यहाँबाट आउट अफ रिफ्र्याक्टरी छ। सो करेन्ट यहाँबाट जान्छ अनि यहाँ जान्छ अनि यहाँबाट के हुन्छ यहाँ रेट्रोग्रेडली पास हुन्छ क्या, यहाँबाट गयो अनि त्यसपछि फेरि यहाँ पुग्छ। सो करेन्ट यहाँबाट यसरी जान्छ अनि फेरि यहाँबाट यसरी पास हुन्छ, बुझ्दैन। सो यसको कारणले पनि के हुन्छ यसमा एबी एट्रियोभेन्ट्रिकुलर रिएन्ट्रेन्ट ट्याकिकार्डिया डेभलप हुनसक्छ क्या। सो दिज आर टु मेकानिजम जसमा चाहिँ एबीआरटी डेभलप हुनसक्छ। तर यसमा र अघिकोमा फरक के छ त, यसमा के भइरहेछ यसमा चाहिँ के भइरहेछ भने तेरो करेन्ट एबी नोडबाट पास भयो पर्किन्जे हुँदै गयो जस कारण चाहिँ के हुन्छ यसमा न्यारो क्युआरएस हुन्छ क्या, न्यारो क्युआरएस। अनि यसमा चाहिँ के हो यसमा करेन्ट चाहिँ यो बन्डल अफ केन्टबाट रेट्रोग्रेडली अर्थोडोमिक अथवा उल्टा गइरहेछ क्या, बुझ्ने। सो यसमा अर्थोड्रोमिक कन्डक्सन भइरहेछ भाया बन्डल अफ केन्ट तर अघि के भइरहेको थियो अघि एन्टिड्रोमिक कन्डक्सन भाया बन्डल अफ केन्ट भइरहेको थियो क्या, जस कारण चाहिँ यसमा ब्रोड क्युआरएस थियो अनि यसमा चाहिँ के हुन्छ अहिले न्यारो क्युआरएस हुन्छ। सो दुईटाको सिग्निफिकेन्स के छ त अहिलेसम्म हामीले पिएसभिटी हेऱ्यो, पिएसभिटी
मा चाहिँ के गर्छौँ एट्रियल टाइकार्डिया इज अल्सो वान अफ द सुप्राभेन्ट्रिकुलर टाइकार्डिया र पिएसभिटीमा हामीले दुईटा स्पेसिफिक एभिएनआरटी र एभिआरटी हुन्छ भनेर भने एभिएनआरटी अघि भर्खर एक्सप्लेन गरेको एभिआरटी चाहिँ फर इक्जाम्पल वुर पार्किन्सन व्हाइट सिन्ड्रोममा कस्तो देखिन्छ त एउटा यो बन्डल अफ केनबाट दुईटा पाथवे कन्डक्ट हुन सक्छ बन्डल अफ केनबाट कि त अगाडि एन्टिड्रोमिक कन्डक्सन हुन्छ त्यो सो यो कन्डिसनमा एसए नोडबाट इम्पल्स कहाँ जान्छ बन्डल अफ केनमा जान्छ बन्डल अफ केनबाट इन्टरमायोसाइट कन्डक्सन हुन्छ त्यहाँबाट यो कन्डक्सन कहाँ हुन्छ भन्दाखेरि रिएन्ट्री हुन्छ रिएन्टर भएर फेरि एसए नोडमा आउँछ अनि यहाँबाट यसले सर्कस मुभमेन्ट देखाउँछ अब यसमा इन्टरमायोसाइट कन्डक्सन भएको कारणले चाहिँ क्युआरएस चाहिँ ब्रोड हुन्छ तर अर्थोडोमीमा कन्डक्सन के भइरहेछ एसए नोडबाट एभी नोडमा जान्छ एभी नोडबाट चाहिँ के हुन्छ यो चाहिँ रिएन्टर हुन्छ यहाँबाट अब करेन्ट त नर्मल पर्किन्जेबाट गएकै थियो त्यसै कारण यसमा न्यारो कम्प्लेक्स क्युआरएस हुन्छ क्या सो एभिएनआरटीमा के थियो एभिएनआरटीमा स्ट्रक्चरली नर्मल हार्ट थियो अनि न्यारो क्युआरएस थियो एभिआरटीमा चाहिँ एक्सेसरी पाथवे छ अनि यो चाहिँ यदि एन्टिड्रोमिक गयो भने चाहिँ ब्रोड क्युआरएस हुन्छ अर्थोड्रोमिक गयो भने चाहिँ न्यारो क्युआरएस हुन्छ क्या बुझेन सो अनि अब कुरा आउँछ कि अब हेर यहाँ एभिआरटी त्यही कुरा भन्नु खोजेको एभिआरटीमा के हुन्छ युनिफर्मली न्यारो क्युआरएस तर एभिआरटीमा चाहिँ के हुन्छ ब्रोड नि हुनसक्छ और न्यारो नि हुनसक्छ डिपेन्डिङ अन एन्टिड्रोमिक हो कि अर्थोड्रोमिक कन्डक्सन हो बुझेन सो यसमा चाहिँ के हो दुईटैमा म्यानेजमेन्ट अब एभिआरटीमा म्यानेजमेन्ट के हो त एभिआरटी को पेसेन्ट आछ यदि सिस्टोलिक बिपी अनमेजरेबल छ भनेपछि त के गर्छ डिसी सकिदिन्छस् यदि सिस्टोलिक बिपी मेजरेबल छ भनेपछि त के गर्छस् यसमा क्यारोटिड साइनस मसाज गर्छस् अथवा क्यारोटिड साइनस मसाज गरेन भने कि भेगसले अरू मेथडहरू एप्लाई गर्छ जस्तै फेस प्याक फेस आइस प्याकहरू युज गर्दा हुन्छ कि त अकुलो कार्डियक मसाज गर्दा हुन्छ कि त भालसाल्भा एप्लाई गर्दा हुन्छ त्यो टाइमसम्म तैँले एडिनोसिनमा इन्जेक्सन भर्छस् अनि एडिनोसिनको इन्जेक्सन दिन्छ 6 mg फलोड बाई के हुन्छ 12 mg दिने त्यसले नि काम गर्ने के हुन्छ डिस सकिदिन्छस् है अनि यसलाई प्रोफाइल्याक्सिसको लागि के हुन्छ भेराप्यामिल दिन्छस् अनि त्यसपछि उसले भन्छ हैन ठिकै गराउँछ भने के गर्छस् रेडियो फ्रिक्वेन्सी एब्लेसन अफ द गर्छस् यो पाथवेलाई यसरी त ट्रिट गर्छस् अब कुरा आउँछ यहाँ के हुन्छ भन्दाखेरि अब हेरै जहिले पनि हामीले भर्खर यो किन पढ्यो त कि ब्रोड क्युआरएस र न्यारो क्युआरएस भनेर क्या यो पढ्ने किन इम्पोर्टेन्ट छ भन्दाखेरि जब हामी भेन्ट्रिकुलर ट्याकिकार्डिया डिस्कस गर्छौँ नि युजली सुप्रा भेन्ट्रिकुलर ट्याकिकार्डियामा न्यारो कम्प्लेक्स ट्याकिकार्डिया भनेर भनिन्छ क्या जब मैले त भनेको थिएँ नि ट्याकिकार्डियाहरूलाई दुईटामा एउटा सुप्रा भेन्ट्रिकुलर ट्याकिकार्डिया हुन्छ अर्को भेन्ट्रिकुलर ट्याकिकार्डिया हुन्छ सुप्रा भेन्ट्रिकुलर ट्याकिया भनेको न्यारो कम्प्लेक्स ट्याकिकार्डिया हो तर भेन्ट्रिकुलर ट्याकिकार्डियाहरूमा ब्रोड क्युआरएस जहिले पनि हुन्छ भनेको थिएँ हैन सो जहिले पनि ब्रोड क्युआरएस न्यारो ब्रोड क्युआरएस सबैमा छ भनेपछि यो भेन्ट्रिकुलर ट्याकिकार्डिया हुन सक्छ बट देयर इज अ पोसिबिलिटी दैट यो एभिआरटी पनि हुन सक्छ अफ अर्थोडोमिक भेराइटी त्यो कारणले मैले एक्सप्लेन गरेँ क्या यति डिटेलमा नभए म खासै भन्थेन सो जहिले पनि ब्रोड क्युआरएस छ भनेपछि त जहिले पनि भेन्ट्रिकुलर ट्याकिकार्डिया भेन्ट्रिकुलर फिब्रिलेसन भनेर अप्सनमा आएको छ त्यो हाल्ने हैन के त चेक गर्नु पर्यो क्या त्यसको इसिजी प्याटर्न हेर्ने पी देखेको छैन अनि त्यसपछि अर्को चाहिँ तेरो के देखिरहेछ भने एसटी डिप्रेसन देखिरहेछ अनि अर्को चाहिँ यो अघि सब भनेको प्याटर्न जस्तो देखिरहेछ हैन अनि भनेपछि तैले ब्रोड क्युआरएस ट्याकिकार्डिया पनि हुन सक्छ भन्न खोजेको क्या त्यसमा इट क्यान बी त्यो है सो यो भयो अब हामी कुरा गरौँ अर्को ट्याकिकार्डिया द्याट इज भेन्ट्रिकुलर ट्याकिकार्डियाहरूको बारेमा सो भर्खरै हामीले ऊ ट्याकिकार्डियामा भ्यायौँ है हामीले के भन्यौँ अहिले ट्याकिकार्डियाहरूमा सुप्रा भेन्ट्रिकुलर ट्याकिकार्डिया हामीले सबै सक्यौँ त्यसपछि अब हामी भेन्ट्रिकुलर सुप्रा भेन्ट्रिकुलरमा हामीले सबै भन्यो नि त एट्रियल ट्याकिकार्डिया नि भन्यौँ अनि एट्रियल फ्लटर फिब्रिलेसनहरू त्यसपछि हामीले यो के भन्यौँ कि त एसए नोडबाट अराइज हुन्छ कि त एट्रियाबाट अराइज हुन्छ कि त एभी नोडबाट अराइज हुन्छ भनेर भन्यौँ अनि एभी नोडको नि सबै सक्यो अब भेन्ट्रिकलको ट्याकिकार्डियामा सो हामीले एभी नोडको ट्याकिकार्डियाहरूमा पनि कसरी रिएन्ट्री लुपहरू क्रिएट हुन्छ अनि हाउ डु वी ट्रिट भनेर नि मैले त भने होइन अब भेन्ट्रिकुलर ट्याकिकार्डियाहरूमा हुन्छ क्या एउटा भी ट्याक हुन्छ भी फ्लटर हुन्छ भी फिब्रिलेसन हुन्छ मतलब भेन्ट्रिकुलर ट्याकिकार्डिया भेन्ट्रिकुलर फ्लटर र भेन्ट्रिकुलर फिब्रिलेसन यो तीनटा हो भेन्ट्रिकुलर ट्याकिकार्डियाहरू है सो भेन्ट्रिकुलर ट्याकिकार्डियाहरू तीनटा हुन्छ के भने भी ट्याक भी फ्लटर भी फिब्रिलेसन बुझेन सो तीनटा हुन्छ क्या भेन्ट्रिकुलर ट्याकिकार्डियामा चाहिँ के हुन्छ हार्ट रेट इज अबाउट 100 to 250 यो कुरा याद राख एमसिक्यूको लागि भेन्ट्रिकुलर फ्लटरमा चाहिँ के हुन्छ हार्ट रेट इज अबाउट मोर देन 250 हैन तर जब भेन्ट्रिकुलर फिब्रिलेसन हुन्छ नि त्यतिखेर हार्ट रेट त कति हुन्छ कति हैन 300 देखि 600 सम्म हुन सक्छ है अनि यसमा के हुन्छ बीपी त अनरेकर्डेबलै हुन्छ पल्स पनि रेकर्डेबलै हुँदैन बुझ्छ नि दुईटै हुन्छ किनभने भेन्ट्रिकल ट्विच गरिरहेको छ भेन्ट्रिकल कन्ट्र्याक्ट गरिरहेकै छैन क्या भेन्ट्रिकुलर फ्लटरमा चाहिँ के हुन्छ हार्ट रेट इज मोर देन 250 बट स्टिल भेन्ट्रिकल इज कन्ट्र्याक्टिङ
तर VTAC-मा चाहिँ के हुन्छ भेन्ट्रिकल इज कन्ट्र्याक्टिङ अनि यसमा चाहिँ के देख्छ प्रिमच्योर भेन्ट्रिकुलर कन्ट्र्याक्सनहरू देख्न सक्छ। अहिले म अब एक्सप्लेन गर्छु। सो अब हामी भेन्ट्रिकुलर ट्याकिकार्डिया हेरौँ। सो भेन्ट्रिकुलर ट्याकिकार्डिया भनेको के हो, यसमा चाहिँ के हुन्छ त, यसमा वाट इज द प्याथोलोजी बिहाइन्ड डेभलपमेन्ट अफ भेन्ट्रिकुलर ट्याकिकार्डिया। अब मैले भनिसकेँ एरिथमिया डेभलप हुनलाई मैले के भनेको थिएँ, 3टा मेकानिजम छ क्या, अघि भर्खर एक्सप्लेन गरेको होइन। अल्टर्ड इलेक्ट्रिकल एक्टिभिटी, जस्तै तेरो अर्ली आफ्टर डिपोलाइजेसन होस्, डिलेड आफ्टर डिपोलाइजेसन होस्, तेरो बाथमोट्रोपिक एक्सनहरू होस् होइन, यो डिफ्रेन्ट एक्सनहरू कारण चाहिँ के भइरहेछ, इलेक्ट्रिकल एक्साइटेबिलिटी बढिरहेछ क्या। अनि अल्टर्ड पाथवे भने के हो, नर्मली एसए नोडबाट एबी नोडमा जानुपर्ने अनि करेन्ट बन्डल अफ फिस हुँदै जाने। तर यसमा चाहिँ के हुन्छ, एक्टोपिक फोकाई डेभलप भएको छ अनि यो एक्टोपिक फोकाई चाहिँ अल्टर्ड पाथवेबाट जान्छ, किनभने त्यो एक्टोपिक फोकाई इज मेड बिकज देयर हेज बिन एन अल्टर्ड इलेक्ट्रिकल एक्टिभिटी के। सो यसमा चाहिँ के हुन्छ भन्दाखेरि एउटा एक्टोपिक फोकाई बन्छ क्या, अनि यो एक्टोपिक फोकाई चाहिँ भेन्ट्रिकलमा क्रिएट हुन्छ अनि यसले चाहिँ फायर गर्न थाल्छ, जस कारण चाहिँ यसले चाहिँ इन्टरमायोसाइट कन्डक्सन गर्छ क्या, बुझेन। अब इन्टरमायोसाइट कन्डक्सन हुने बित्तिकै क्युआरएस के हुन्छ, ब्रोड हुन्छ। त्यसै कारण हरेक भेन्ट्रिकुलर ट्याकिकार्डियामा क्युआरएस इज अलवेज ब्रोड। सो यसमा चाहिँ के हुन्छ, एट्रियाको रेट आफ्नो हुन्छ, भेन्ट्रिकलको रेट आफ्नो हुन्छ। एट्रियाको रेट 100 पर मिनट भन्दा कम हुन्छ किनभने एट्रिया इज कन्ट्रोल्ड बाई एसए नोड, whereas ventricular rate is के हुन्छ more than 250 per minute किनभने it is controlled by ectopic focus। अब ectopic focus यहाँ छ अनि यसले के गर्छ भन्दाखेरि इन्टरमायोसाइट कन्डक्सन हुँदै भेन्ट्रिकलहरूलाई कन्ट्र्याक्ट गराइरहेछ क्या। अनि किनभने यसले जेनेरेट गर्ने रेट इज मोर देन 100 अनि विच इज मोर देन के हो, एसए नोडको रेट। एसए नोडबाट आउने करेन्ट भन्दा यसको करेन्ट धेरै फास्ट छ। सो इट बिकम द डोमिनेन्ट पेसमेकर फर द भेन्ट्रिकल्स। अब के हुन्छ भन्दाखेरि यसमा चाहिँ अब के भयो, एट्रिया आफ्नो रेटमा डिपोलाइज भइरहेछ अनि भेन्ट्रिकलहरू आफ्नो रेटमा डिपोलाइज भइरहेछ, जस कारण चाहिँ के हुन्छ, यसमा एबी डिसोसिएसन हुन्छ क्या। अब जस कारण चाहिँ के हो, कोअर्डिनेसन भइरहेको छैन, जस कारण चाहिँ नर्मली एट्रियाले कन्ट्र्याक्ट गरिसकेपछि ब्लड जब भेन्ट्रिकलमा पठाउँथ्यो तब भेन्ट्रिकल कन्ट्र्याक्ट गरेर ब्लड पम्प गर्थ्यो। अब यो त यहाँ हुनेवाला छैन, जस कारण चाहिँ के हुन्छ, अब ब्लड कम आउँछ भेन्ट्रिकलमा और ब्लड नआउँदै भेन्ट्रिकल कन्ट्र्याक्ट गरिदिन्छ, जस कारण चाहिँ कार्डियक आउटपुट घट्छ। सो यसमा कार्डियक आउटपुट घट्छ अनि जस कारण चाहिँ यसमा बिपी घट्नुमा चाहिँ दुईटा रिजन छ क्या। एउटा रिजन जुन मैले भर्खर अहिले भनेको एबी कोअर्डिनेसन नहुनु, अर्को चाहिँ के हुन्छ, यसमा ट्याकिकार्डिया धेरै भइरहेछ जस कारण चाहिँ डायस्टोलिक डिस्फङ्सन भइरहेछ, एन्ड डायस्टोलिक भोल्युम घट्छ, स्ट्रोक भोल्युम घट्छ, कार्डियक आउटपुट घट्छ, बिपी घट्छ। सो दुईटै कारणले के भयो, बिपी घटिरहेछ क्या। बिपी घट्यो भने के हुन्छ, यसको कारणले पल्स पनि खासै फिल हुँदैन। सो यसलाई इट इज अल्सो नोन एज पल्सलेस ट्याकिकार्डिया क्या। सो यसलाई पल्सलेस भिट्याक पनि भनिन्छ। सो भेन्ट्रिकुलर ट्याकिकार्डिया और पल्सलेस भिटी पनि भनिन्छ क्या यसलाई, बुझ्दैन। सो यो कन्डिसन इम्पोर्टेन्ट छ। सो अब यहाँ के भयो त, अब इसिजीमा के देखिन्छ त, अब भेन्ट्रिकुलर ट्याकिकार्डिया। अब हामी भेन्ट्रिकुलर ट्याकिकार्डियामा के हुन्छ भनेर भनौँ। सो एउटा एक्टोपिक फोकाई थियो, एक्टोपिक फोकाईले फायर गरिरहेको थियो। अब एक्टोपिक फोकाईले यदि फायर गरिरहेछ अनि यसको चाहिँ फायर गर्दाखेरि चाहिँ के हो, यसले चाहिँ अल्टर्ड पाथवेबाट फायर गर्छ क्या। अल्टर्ड पाथवे भनेको इन्टरमायोसाइट कन्डक्सनबाट फायर गर्छ, जस कारण चाहिँ ब्रोड क्युआरएस हुन्छ। अब यसको चाहिँ के हुन्छ, मोर देन 3 कन्जिक्युटिभ भेन्ट्रिकुलर एक्टोपिक आइरहेछ भनेपछि त्यसलाई भेन्ट्रिकुलर ट्याकिकार्डिया भनेर भनिन्छ क्या। एटलिस्ट 3टा त हुनैपर्छ। सो मोर देन 3 भेन्ट्रिकुलर एक्टोपिक आइरहेछ जसको कारण चाहिँ इट इज फायरिङ एट द रेट अफ 100 देखि लिएर 250 जुन अघि मैले भने। अनि जस कारण चाहिँ के हुन्छ, अब क्युआरएस ब्रोड हुन्छ क्या। सो यसमा के हुन्छ, यस्तो देख्छस् तैँले, ब्रोड क्युआरएस हुन्छ क्या, यो टी हो है। अनि 3टा आउनु पर्यो। सो कन्टिन्यू आउँछ, यसलाई नै प्रिमच्योर भेन्ट्रिकुलर कन्ट्र्याक्सन भन्छ, यसलाई नै प्रिमच्योर भेन्ट्रिकुलर कन्ट्र्याक्सन भन्छ, यसलाई नै प्रिमच्योर भेन्ट्रिकुलर कन्ट्र्याक्सन भन्छ क्या। सो यसमा के देख्छ त यार, सो यो नर्मल पिक्युआरएस अनि यो टीहरू हुनसक्छ क्या। सो अब के हुन्छ, मोर देन 3 प्रिमच्योर भेन्ट्रिकुलर कन्ट्र्याक्सन जस कारण चाहिँ हार्ट रेट इफ इट इज मोर देन 100 बिट्स पर मिनट, 100 देखि लिएर 250 हो रेन्ज। अनि यो किन भएको छ, अनि यसमा चाहिँ क्युआरएस कस्तो छ, ब्रोड क्युआरएस छ अनि ट्याकिकार्डिया डेभलप भएको छ क्या। यति त हुनैपर्छ भेन्ट्रिकुलर ट्याकिकार्डिया भन्नलाई, बुझ्ने। सो यति चाहिँ हुनै पर्यो क्या। तँलाई भेन्ट्रिकुलर ट्याकिकार्डिया भन्नु छ भनेपछि यो यति फिचर चाहिँ हुनुपर्छ, मोर देन 3 प्रिमच्योर भेन्ट्रिकुलर कन्ट्र्याक्सन। सो नर्मल अब यस्तो पिक्युआरएसटी आइरहेछ अनि फेरि पिक्युआरएसटी आइरहेछ अनि तिनीहरूको बिचमा चाहिँ के आइरहेछ, पी आइरहेको छैन, सिधै यस्तो आइरहेछ क्या होइन। फेरि पिक्युआरएसटी आउन सक्छ अनि फेरि यस्तो के आउन सक्छ, यस्तो
फेरि आउन सक्छ ब्रोड क्युआरएस अनि त्यसपछि के अरे यो भनेपछि त के भन्छस् अनि 3टा भन्दा बढी देख्यो हार्ट रेट मेजर गर्दाखेरि 100 भन्दा बढी हो अनि क्युआरएस ब्रोड छ भनेपछि त सिधै भेन्ट्रिकुलर ट्याकिकार्डिया लेखिदिइहाल्छस् तर यसमा अरू पनि कुराहरू देख्न सक्छ क्या अब अरू कुराहरू के देखिन्छ त सो यो यसमा चाहिँ के हो यो भनेको एउटा भेन्ट्रिकुलर ऊ हो है यिनीहरूको बिचमा के देखिरहेछ एउटा नचिङ देखिरहेछ नि नज जस्तो डेभलप भएको छ यो नजलाई चाहिँ जोसेफ्सन साइन भनेर भनिन्छ क्या जुन चाहिँ भेन्ट्रिकुलर ट्याकिकार्डियामा देख्न सकिन्छ तर जहिले देखिन्छ भन्ने छैन जस्तै यहाँ पनि देखिरहेछ सो दिज आर अल जोसेफ्सन साइन भयो बुझ्छ हैन अनि यसमा के हुन्छ जोसेफ्सन साइन और नचिङ और स्लरिङ अफ द एसवेभ देख्न सकिन्छ और देयर क्यान बी एसिमेट्रिक ग्राभिटी एयर प्याटर्न जस्तै यहाँ हेर यहाँ माथि देखिरहेछस् नि यो अब हेर यिनीहरूको बिचमा के हुन्छ फेरि नर्मल बिट आयो यसलाई क्याप्चर बिट भन्ने त्यसपछि फेरि के हुन्छ फेरि तेरो प्रिमच्योर भेन्ट्रिकुलर कन्ट्र्याक्सन भइरहेछ जस कारण ब्रोड क्युआरएस देखिरहेछस् हैन अनि क्युआरएस को टपमा के देखिरहेछस् यस्तो एसिमेट्रिक ग्राभिटी एयर प्याटर्न देखिरहेछस् के है सो यसलाई भन्छ एसिमेट्रिक ग्राभिटी एयर प्याटर्न अनि बीचमा क्याप्चर बिट आउन सक्छ अनि पछि गएर के हुन्छ यस्तो साइनुसोइडल वेभहरु आउन सक्छ क्या सो यसलाई के भन्छ साइनुसोइडल एपियरेन्स हैन अनि कहिलेकाहीँ चाहिँ के हुन्छ एक्सट्रिम एक्सिस डेभिएसनहरु पनि देख्न सकिन्छ भनेपछि यस्तो सब फिचरहरु भेन्ट्रिकुलर ट्याकिकार्डियाको इसिजी मा देख्न सकिन्छ क्या बट बेयर मिनिमम के हुनुपर्छ भन्दाखेरि हार्ट रेट मोर देन 100 3टा भन्दा बढी प्रिमच्योर भेन्ट्रिकुलर कन्ट्र्याक्सन अनि यो क्युआरएस चाहिँ कस्तो हुन्छ ब्रोड क्युआरएस हुन्छ विथ ट्याकिकार्डिया यति देख्यो भने त सिधै भिट्याक भन्दैन अरु के एडिसनल देख्न सकिन्छ यो एस वेभ यो यस्तो क्यारेक्टरिस्टिक नचिङ देख्न सकिन्छ कहिलेकाहीँ चाहिँ माथि के हुन्छ एसिमेट्रिक ग्राभिटी एयर प्याटर्न देख्न सकिन्छ हैन सो अर्को चाहिँ क्याप्चर फेरि नर्मल आउन सक्छ हैन अनि त्यसपछि अर्को चाहिँ के देख्न सक्छ यस्तो साइनुसोइडल प्याटर्न पनि देख्न सकिन्छ हेर हरेक साइनुसोइडल यस्तो साइनुसोइडल प्याटर्न देख्न सकिन्छ बीचमा फेरि यो प्रिमच्योर भेन्ट्रिकुलर कन्ट्र्याक्सन आइहाल्यो त्यसपछि यो फेरि नर्मल इसिजी भयो फेरि साइनुसोइडल प्याटर्न आइराछ सो यस्तो देख्न सकिन्छ के सो यो कन्डिसनमा के भइरहेछ हार्ट यति फास्ट कन्ट्र्याक्ट गरिरहेछ कि हार्ट रेट बढे पनि डायस्टोलिक ड्युरेसन घटिरहेछ स्ट्रोक भोल्युम घटिरहेछ अनि जस कारण चाहिँ यसमा उ घटिरहेछ क्या इसिजीमा हेर्दाखेरि हैन सो उसको पल्स पनि आइरहेछ छैन अब यसमा चाहिँ के भइरहेछ भन्दाखेरि तैँले कसरी ट्रिट गर्ने त भेन्ट्रिकुलर ट्याकिकार्डिया छ भने पछि केही सोच्नु पर्दैन सिधै डीसी सक दिने के नन सिन्क्रोनाइज डीसी सक को बारेमा अहिले म अझ पछि भन्छु सिन्क्रोनाइज र नन सिन्क्रोनाइज भने के हो भनेर नभए अहिले नै भनिदिन्छु ल सुन डीसी सक भनेको के हो है सो रोके यता माथि छ लेखेको ल हेर डीसी सक अब हेर नर्मली छ नि डीसी सकको मैले तलाई हिजो भनेको थिएँ नि डीसी सक कसरी दिने कहिले दिने भन्दाखेरि नर्मली चाहिँ इसिजी त्यो डिभाइस हुन्छ के अनि यो यसमा चाहिँ के भइरहेछ क्युआरएस नर्मली यस्तो हुन्छ है नर्मल क्युआरएस यस्तो हुन्छ जसको पिकमा चाहिँ आर वेभ छ के है अब सपोज तैँले इसिजी को पिक अफ आर वेभमा सक दिस भनेपछि यसलाई के भन्छ सिन्क्रोनाइज डीसी सक भन्छ क्या बुझेन पिक अफ आर वेभमा यदि सक दियो भने त्यसलाई सिन्क्रोनाइज डीसी सक भन्छ जस्तै इम्प्लान्टेबल कार्डियोभर्टर डिफिब्रिलेटरहरूले पनि त्यही गर्ने हो के बुझ्ने सो के गर्छ भन्दाखेरि यदि पिक अफ आर वेभमा तैँले यदि सक दिस भने त्यसलाई हामी के भन्छौँ सिन्क्रोनाइज डीसी सक भनेर भन्छौँ क्या है सो यसमा चाहिँ अनि यो सिन्क्रोनाइज डीसी सकको अर्को नाम के हो कार्डियोभर्जन सो तपाईले भन्थ्यौ नि इलेक्ट्रिक कार्डियोभर्जन केमिकल कार्डियोभर्जन सो यसलाई नै के भन्छ डीसी सक यदि सिन्क्रोनाइज भयो भने त्यसलाई के भन्छ कार्डियोभर्जन भनिन्छ अनि सिन्क्रोनाइज डीसी सक भनेको के हो पिक अफ द आर वेभमा दिनुपर्ने वालालाई हो तर यदि हैन अब यदि तैँले पिक अफ आर वेभमा दिनस् अब हेर अब जुनसुकै कन्डिसनमा जसमा न्यारो कम्प्लेक्स क्युआरएस हुन्छ न्यारो क्युआरएस हुन्छ भनेपछि त्यसमा क्युआरएस को मोर्फोलोजी नर्मल हुन्छ हैन जस्तै मैले अघि तलाई एबीआरटी एबीएनआरटी अनि सुप्राभेन्ट्रिकुलर ट्याकिकार्डिया सबैमा के हुन्थ्यो सबैमा मैले के भनेको थिएँ डीसी सक दिने डीसी सक दियो भनेपछि के हुन्छ त्यसलाई हामी के भन्छ कार्डियोभर्जन गर्ने भनेको थियो नि हैन सो सबैमा के थियो ट्रिटमेन्ट कार्डियोभर्जन थियो किनभने त्यसमा आर वेभको पिक भेटिरहेको थियो क्या किनभने त्यो सबैमा न्यारो क्युआरएस थियो सबैमा आर वेभको पिक भेटिन्थ्यो त्यो बेला सक दिन सकिन्थ्यो अनि द्याट इज नोन सिन्क्रोनाइज डीसी सक तर अघि अहिले भर्खर मैले त भेन्ट्रिकुलर ट्याकिकार्डिया भने त्यसमा त क्युआरएस यस्तो त हुँदैन यस्तो क्युआरएस हुन्छ त हुँदैन त्यसमा त क्युआरएस को मोर्फोलोजी चेन्ज भइसकेछ क्युआरएस कि त यस्तो हुन्छ कि त यसमा यस्तो हुन्छ हैन अब त्यसमा के हो आर वेभ त भेटिदैन नि त हैन आर वेभ त छैन सो एट द पिक अफ आर वेभ त तैँले डीसी सक दिने कुरा आउँदैन के सो त्यसमा चाहिँ त के दिन्छस् त्यो कन्डिसनमा तैँले सक दिइस् भन्ने के हो द्याट इज नट एट द पिक अफ आर वेभ के त्यस्तो सकलाई चाहिँ के भन्छ नन सिन्क्रोनाइज डीसी सक अनि त्यस्तो मेकानिजमलाई चाहिँ के भन्छ डिफिब्रिलेसन भन्छ के बुझेन
सो नर्मली के हुन्छ द डिभाइस इज मेड सच द्याट इट क्यान रेकग्नाइज नर्मल क्युआरएस के डिभाइस यसरी बनाएको हुन्छ कि यसले नर्मल क्युआरएसलाई हेर्छ अनि नर्मल क्युआरएसमा यसले आर वेभलाई खोज्छ अनि त्यसलाई त्यही पिक अफ आरमा सक दिन्छ त्यसलाई सिन्क्रोनाइज भन्छ अनि अब भेन्ट्रिकुलर फिब्रिलेसन भयो अथवा भेन्ट्रिकुलर ट्याकिकार्डिया भयो भने क्युआरएस त एबनर्मल हुन्छ त्यसमा त त्यसले पिक अफ आर वेभ त भेटाउँदैन सो त्यसले के हुन्छ अनसिन्क्रोनाइज सक दिन्छ क्या अनि त्यस्तो सकलाई के भन्छ डिफिब्रिलेसन भन्छ सो त्यो कुरा डिसी सकको बारेमा बुझ्दैन अब भेन्ट्रिकुलर ट्याकिकार्डिया हुँदाखेरि तैँले के दिन्छस् नन सिन्क्रोनाइज डिसी सक दिन्छस् किनभने अब त्यो डिभाइसले त थाहा पाउँदैन पिक अफ आर कहाँ छ भनेर अनि त्यो कन्डिसनलाई चाहिँ के भन्छ डिफिब्रिलेसन भन्छ क्या सो द ट्रिटमेन्ट इज डिफिब्रिलेसन उसमा चाहिँ अब त्यसको बारेमा नि अहिले म एकछिन अझै भन्छु जस्तै मैले भर्खरै तँलाई पल्सलेस भिटीको बारेमा भने अब भेन्ट्रिकुलर ट्याकिकार्डियामा दुईटा हुन्छ एउटा सस्टेन भेन्ट्रिकुलर ट्याकिया एउटा नन सस्टेन अथवा टेम्पोररी अथवा ट्रान्जिएन्ट भेन्ट्रिकुलर ट्याकिकार्डिया हुन्छ क्या ट्रान्जिएन्ट भने के हो लेस देन 30 सेकेन्ड भन्दा कम भयो यदि यो एपिसोड किनभने 30 सेकेन्ड भन्दा कम भयो भने के हुन्छ यो मान्छेलाई एकछिन पल्स बढेको जस्तो लाग्छ एकछिन सिन्कोप एट्याक आएको जस्तो लाग्छ तर पछि ठिक भइहाल्छ तर यदि मोर देन 30 सेकेन्ड भयो भने त अलिकति गाह्रै कुरा हो होइन सो मोर देन 30 सेकेन्ड भयो भने चाहिँ त्यसलाई सस्टेन भेन्ट्रिकुलर ट्याकिकार्डिया भनिन्छ क्या बुझ्छ होइन सो अहिले भर्खर मैले तँलाई के भने भन्दाखेरि भेन्ट्रिकुलर ट्याकिकार्डियाको बारेमा भने अब हेर अर्को कन्डिसन हेरौँ अब हेर यो यिनीहरूमा हेर सबको मर्फोलोजी एउटै छ साइनोसोइडलमा है यस्तै छ नि होइन मर्फोलोजी त उस्तै छ कुनै यस्तो यस्तो फेरि बढ्ने घट्ने फेरि बढ्ने घट्ने त भएको छैन सो एउटै मर्फोलोजी छ मतलब एउटै पिक छ यिनीहरूको यस्तोलाई के भन्छ मोनोमर्फिक भेन्ट्रिकुलर ट्याकिकार्डिया पनि भन्छ कि यसलाई बुझ्दैन किनभने एउटै ठाउँमा फोकाइहरू लोकेटेड छ क्या अनि यो एउटै ठाउँमा फोकाइहरूले के गरिरहेछ फायर गराइरहेछ क्या भेन्ट्रिकल्सहरूलाई अनि त्यसको कारण चाहिँ के आइरहेछ मोनोमर्फिक भेन्ट्रिकुलर ट्याकिकार्डिया सो भर्खर हामीले के पढ्यो भेन्ट्रिकुलर ट्याकिकार्डियाको बारेमा पढ्यो अब अर्को हुन्छ भेन्ट्रिकुलर फ्लटरमा के हुन्छ भन्दाखेरि इट इज यसमा पनि सिन्क्रोनाइज भेन्ट्रिकुलर डिपोलराइजेसन भइरहेको हुन्छ क्या किनभने भेन्ट्रिकल एक्टोपिकहरू तर यसमा के हुन्छ भेन्ट्रिकुलर फ्लटर र भेन्ट्रिकुलर ट्याकिकार्डियामा फरक के छ भन्दाखेरि भेन्ट्रिकुलर ट्याकिकार्डियामा तेरो रेट 100 देखि लिएर 250 हुन्थ्यो तर भेन्ट्रिकुलर फ्लटरमा के हुन्छ भन्दाखेरि सिन्क्रोनाइज भेन्ट्रिकुलर एक्टिभिटी भइरहेको छ जसको रेट इज मोर देन 250 पर मिनट है 250 भन्दा बढी छ क्या यसो बिट अनि यसमा चाहिँ के हुन्छ भन्दाखेरि सबै फाइबरहरूले सिन्क्रोनाइजली कन्ट्र्याक्ट गरिरहेछ सो यदि भेन्ट्रिकुलर फिब्रिले के अरे भेन्ट्रिकुलर ट्याकिकार्डिया नै यदि फास्ट भयो भने त्यसलाई भेन्ट्रिकुलर फ्लटर भनेर भनिन्छ क्या सो यसमा नि इसिजी त्यस्तै देखिन्छ यस्तो होइन सो यसमा के हुन्छ यस्तो बडी खाली देखिन्छ पी वेभहरू देख्दै देख्दैन क्युआरएसको एबनर्मल मर्फोलोजी हुन्छ टी वेभहरू देखिन्छ होइन अनि हिजो मैले तँलाई एक्सप्लेन गरेको थिएँ नि यदि के हुन्छ भने एक्टोपिकबाट आयो भने क्युआरएस र टी दुइटै सँगै हुन्छ भन्ने कुरा हुँदैन भनेर हिजो एक्सप्लेन याद छ के भनेको थिएँ हिजो तँलाई सपोज यो इन्डोकार्डियम भयो होइन यो एपिकार्डियम भयो सो नर्मली करेन्टतिर के हुन्छ इन्डोकार्डियम टु एपिकार्डियम जान्छ अनि डिपोलराइजेसन चाहिँ यसरी हुन्छ अब तैँले पोजिटिभ इलेक्ट्रोन यहाँ राखेको छस् भनेपछि डिपोलराइजेसन यसरी हुन्छ होइन अनि रिपोलराइजेसन के हो नेगेटिभ चार्ज मुभिङ अवे फ्रम पोजिटिभ त्यसको कारण यस्तो हुन्छ सो क्युआरएस र टी जहिले पनि यस्तो हुन्छ तर एक्टोपिक मैले के भनेको थिएँ एक्टोपिकहरू मोस्टली एपिकार्डियममा बनिरहेको हुन्छ क्या सो यो ठाउँबाट करेन्ट यसरी गइरहेछ अनि रिपोलराइजेसन त जहिले यही ड्युरेसनमा भइरहेछ भनेपछि यो कन्डिसनमा के हुन्छ नेगेटिभ ऊ आउँछ र टी यस्तो आउँछ बुझ्स नि सो भेन्ट्रिकुलर एक्टोपिकमा हेर मैले कस्तो डायग्राम बनाएको थिएँ यो यस्तो बनाएको छ क्युआरएस नेगेटिभ छ टी पोजिटिभ छ फेरि क्युआरएस नेगेटिभ छ टी पोजिटिभ छ बुझ्स नि किनभने यसमा एक्टोपिक कहाँबाट आइरहेछ एपिकार्डियमबाट आइरहेछ क्या अनि मोस्ट अफ द कन्डिसनमा यस्तै हुन्छ क्या एपिकार्डियमबाट आइरहेको हुन्छ त्यसै कारण हिजो एक्सप्लेन गरेको थिएँ अब अर्को तर यदि एक्टोपिक यहीँ फोकाइमा छ जुन चाहिँ अलि रेयरली नै हुन्छ यदि यहीँबाट एक्टोपिक आइरहेछ भनेपछि फेरि के हुन्छ यस्तो हुन्छ अनि टी हुन्छ खासै फरक आउँदैन कि यसमा बुझ्दैन यो कन्सेप्ट नै बुझ्नु पर्यो सो भेन्ट्रिकुलर फ्लटर नै बुझ्यो अहिले सो भेन्ट्रिकुलर फ्लटर भने त्यही हो सिन्क्रोनाइज भेन्ट्रिकुलर डिपोलराइजेसन जसमा एक्टोपिकहरू फायर गरेर एट अ रेट मोर देन 250 पर मिनट द्याट इज भेन्ट्रिकुलर फ्लटर अब भेन्ट्रिकुलर फिब्रिलेसनमा के हुन्छ एसिन्क्रोनाइज हुन्छ क्या मल्टिपल फोकाइ हुन्छ अनि यो ऱ्यान्डम फोकाइहरू हुनसक्छ यहाँ फोकाइहरू यति ऱ्यान्डम फोकाइहरू छ सब फोकाइहरूले फायर गरिरहेछ क्या जस कारण चाहिँ के हुन्छ अब फोकाइ यहाँ नि हुनसक्छ अब सपोज मान कि फोकाइहरू यहाँ छ क्या यसरी यहाँ फोकाइहरू लोकेटेड छ अनि यो सब फोकाइहरूले फायर गरिरहेछ कहिले यसको कारणले हुन्छ कहिले यसको कारणले सो मल्टिपल इलेक्ट्रिकल एक्टिभिटी
यति फास्ट छ कि तेरो के हुन्छ भन्दाखेरि तैँले रेकग्नाइजै गर्न सकिरहेको छ। सो यस्तो यस्तो वेभ देखिन्छ क्या भेन्ट्रिकुलर क्युआरएस फिब्रिलेसन। नै गाह्रो हुन्छ। क्युआरएसै हुँदैन, क्युआरएस आउँदै आउँदैन किनभने भेन्ट्रिकलहरू कन्ट्र्याक्टै गरिरहेछन् है। सो यसमा के हुन्छ, यो कन्डिसनमा डेफिनेटिभ क्युआरएस कम्प्लेक्सै फर्म हुँदैन कि, हार्ट रेट पनि क्यालकुलेट गर्न मिल्दैन किनभने क्युआरएसै छैन। सो यसमा के हुन्छ, त्यो डिभाइसले के भन्छ, आर वेभ देख्दैन अनि नन सिन्क्रोनाइज डिस्क दिन्छ अनि यसरी के हुन्छ डिफिब्रिलेसन हुन्छ क्या है। सो अब हामी कसरी गर्छौँ त भेन्ट्रिकुलर ट्याकिकार्डियालाई र त्यसको बारेमा भन्छु। सो अब यहाँ हेरौँ एकचोटि म तँलाई ट्रिटमेन्ट मोडालिटी भनिदिन्छु अनि त्यसपछि यहाँबाट हेरौँ। सपोज सो मैले के भने भेन्ट्रिकुलर ट्याकिआर्मियाहरूमा के हुन्छ, भेन्ट्रिकुलर ट्याकिकार्डिया हुन्छ, भेन्ट्रिकुलर फ्लटर हुन्छ र भेन्ट्रिकुलर फिब्रिलेसन हुन्छ। भेन्ट्रिकुलर ट्याकिकार्डिया मैले तँलाई दुईवटा भने, एउटा नन सस्टेन्ड एउटा सस्टेन्ड भेन्ट्रिकुलर ट्याकिकार्डिया। नन सस्टेन्ड भेन्ट्रिकुलर ट्याकिकार्डिया त्यो ट्याकिकार्डिया जुन चाहिँ 30 सेकेन्ड भन्दा कम छ होइन। यसमा के गर्छस् भन्दाखेरि ड्रग अफ चोइस एमआरडारन दिन्छस् किनभने 30 सेकेन्ड भन्दा कम छ। उसले भन्छ डक्टर साहब मलाई यस्तो हुन्छ, इसिजी हेर्छस् 3टा भन्दा बढी प्रिमच्योर भेन्ट्रिकुलर कन्ट्राक्सन भेटिरहेको छ, त्यसको ड्युरेसन कम छ क्या किनभने तैँले होल्टर डिभाइस राखेको थिइस् 24 आवरको इसिजी हेरिस्, त्यसमा चाहिँ जब पनि भइरहेको थियो लेस देन 30 सेकेन्ड भइरहेको थियो। सो त्यो कन्डिसनमा चाहिँ के गर्छस्, ओरल प्रोफाइलाक्सिसको लागि ड्रग अफ चोइस एमआरडारन दिन्छस् अनि यसलाई एडभाइस गर्छस् कि त्यो स्टिमुलस एक्सर्साइजहरू नगर्नु, क्याफिन इन्टेकहरू नगर्नु, गऱ्यो भने तपाईँको के हुन्छ यो एक्टोपिकहरू फर्म हुनसक्छ। अब यो मान्छेले सपोज कुनै ड्रगहरू लियो भने जस्तै डाइजोक्सिन जस्तो दबाईहरू लियो भने के हुन्छ, त्यसले क्याल्सियम लोडिङ गरिदिन्छ सेलहरूभित्र अनि क्याल्सियम लोडिङ कारण एक्टोपिकहरू बन्न सक्छ। सो त्यो कन्डिसनमा डाइजोक्सिनको सट्टा अर्को ड्रगहरू दिन सकिन्छ, यसरी त यसलाई म्यानेज गर्छस् क्या। तर यदि मान्छेमा दिनको सस्टेन भेन्ट्रिकुलर ट्याकिकार्डिया मोर देन 30 सेकेन्डको एपिसोडहरू जहिले आइरहेछ भनेपछि यो मान्छेमा त यो डेन्जरस सिचुएसन हो होइन। अनि भेन्ट्रिकुलर फ्लटर अनि भेन्ट्रिकुलर फिब्रिलेसन यो तिनटै आफैमा डेन्जरस सिचुएसन हो। अनि यो तिनटै कन्डिसनमा के हो, भेन्ट्रिकलले त कन्ट्र्याक्ट गरिरहेछ कि त कन्ट्र्याक्ट गरि नै रहेछ, गरे पनि केही फाइदा छैन। मैले तँलाई एक्सप्लेन गरिसकेँ, कार्डियक आउटपुटै जेनेरेट गर्दैन भने बिपी त क्रास हुन्छ। सो यिनीहरू जहिले पनि अलवेज दे आर हिमोडाइनामिकली अनस्टेबल। अब यस्तो अनस्टेबल पेसेन्टमा केही सोच्नै पर्दैन। नेक्स्ट स्टेप के हो, ट्रिटमेन्ट अफ चोइस डिसी सक हो विच इज अनसिन्क्रोनाइज, जसलाई डिफिब्रिलेसन भनेर भनिन्छ। 200 जुलको दिनुपर्छ। फ्लटरमा पनि दिदिने डिसिन्क्रोनाइज फ्लटरमा पनि दिनुपर्छ नि। यो तिनटै डेन्जरस कन्डिसन हो, भेन्ट्रिकुलर फ्लटर फिब्रिलेसन। अब एट्रियाको भए पो अब एउटा कुरा, एट्रियाले थोरै न बिपी डिटरमाइन गर्छ, तेरो कार्डियकबाट मतलब तेरो कार्डियक आउटपुट यिनीहरू सब डिटरमाइन गर्ने भनेको त भेन्ट्रिकलले हो नि त। सो भेन्ट्रिकलमा यति फास्ट कन्ट्याक्ट गऱ्यो भने चाहिँ के भर्छ के फाल्छ, एट्रिया र यसो कम्पेयर गर्न मिल्दैन क्या। इट इज अलवेज सिभियर, इट इज अलवेज अनस्टेबल। त्यसै कारण चाहिँ तैँले डिसक दिनै पर्यो क्या। अब डिसक दिइसकेपछि के हो, अहिलेलाई यो ठिक भयो होइन। अब त्यसपछि त भन्छस् पेसेन्टलाई साइमल्टेनियसली के दिन्छस्, ड्रग अफ चोइस एमआरडारन दिन्छस्। एमआरडारन भनेको ब्रोड स्पेक्ट्रम हो क्या, जस्तै ब्रोड स्पेक्ट्रम एन्टिबायोटिक हुन्छ, जस्तै सोडियम भाल्प्रेट भनेको ब्रोड स्पेक्ट्रम ऊ हो होइन, एन्टी एपिलेप्टिक हो। त्यस्तै एमआरडारन भनेको ब्रोड स्पेक्ट्रम एन्टी एरिथमिक ड्रग हो क्या। यसको धेरै मेकानिजम अफ एक्सन हुन्छ। अनि एमआरडारनले काम गर्यो भने त आइभी लिग्नोकेन दिन्छस्। एमआरडारनको यसो भन्दैन मेकानिजम एक्सन, यसको धेरै सोडियम च्यानललाई ब्लक गर्ने, क्याल्सियम च्यानललाई ब्लक गर्ने धेरै हुन्छ। अनि एन्टिअरिथमिक ड्रग हो, बढाइदिने एन्टिअरिथमिक ड्रग, यो सबै एन्टिअरिथमिक ड्रग हो। लिग्नोकेन पनि एन्टिअरिथमिक ड्रग हो, एमआरडारन पनि हो, आइब्युटिलाइड पनि हो। अघिसम्म जुन भनेको छ सबै एन्टिअरिथमिक हो नि त। ल अहिले कुनै एन्टिअरिथमिक ड्रग फेरि डिटेलमै भनिदिउँला के छ र, अहिले यति बुझ्न। सो यो ड्रगहरूमा सो भेन्ट्रिकुलर ट्याकिकार्डियामा चाहिँ के छ, जस्तो फ्लटरहरूमा त सिन्क्रोनाइज तेरो एक्टोपिक फोकाइ जेनेरेट भएको हुन्छ नि होइन। सिन्क्रोनाइज एक्टोपिक फोकाइ मतलब यो भन्न, सिन्क्रोनाइज र एसिन्क्रोनाइज भनेको त्यो अर्कै बुझिरहेको छ त। हेर तँसँग 100वटा मायोकार्डियम छ के सपोज, अब 100वटा मायोकार्डियमले एकैचोटि सपोज जुन एक्टोपिक फोकाइ यिनीहरूले 100वटा मायोकार्डियमले एकैचोटि कन्ट्र्याक्ट गरायो भनेपछि के हो, यो पुरै कन्ट्र्याक्ट हुन्छ क्या अनि यो यस्तो हुन्छ। र एसिन्क्रोनाइज के हुन्छ, यो हरेक मायोकार्डियमको इन्डिभिजुअल एक्टिभिटी छ क्या अनि यिनीहरू के गरिरहेछ, कन्ट्र्याक्ट गरिरहेछन्, दे आर जस्ट ट्विचिङ। त्यो एसिन्क्रोनाइज भनेको। यो एसिन्क्रोनाइज जुन मैले अहिले भने अनि जुन अघि भनेको थियो त्यो दुईटै डिफ्रेन्ट कुरा, दुईटालाई नमिक्स गर, बुझेन। सो के हुन्छ यसमा के गर्ने, ट्रिटमेन्ट अफ चोइस भनेको के हो, डेफिनेटिभ भनेको त डिसी सक दिन्छस्। अनि अर्को चाहिँ के हुन्छ, साइमल्टेनियसली पेसेन्टलाई त आइभी एमआरडारन दिन्छस्, त्यसले नि काम गर्यो भने आइभी लिग्नोकेन डिपेन्डिङ अभाइबिलिटी के छ भनेर। यसरी तैँले भेन्ट्रिकुलर ट्याकिआरिथमियालाई चाहिँ ट्रिट गर्छस् क्या। अब तेरो अर्को एउटा अझै भेन्ट्रिकुलर ट्याकिआरिथमिया छ, त्यसको बारेमा म अलिकति भनिदिन्छु।
सो यो एन्डोकार्डियम भयो, यो एपिकार्डियम भयो है। अब मान कि यो मान्छेमा एक्टोपिकहरू छ, एउटा एक्टोपिक फोका यहाँ छ, अर्को एक्टोपिक फोका यहाँ छ, अर्को एक्टोपिक फोका यहाँ छ है। जब यो ए हो, यो बी हो अनि यो सी हो, जब यसले फायर गर्छ होइन, यसको डिपोलाइजेसन यहाँ गरिरहेको छ, यसको डिपोलाइजेसन यहाँ र यहाँ पनि जान्छ, यसको डिपोलाइजेसन यहाँ जान्छ, यहाँ पनि जान्छ है। सो जब एले फायर गर्छ होइन, तब त्यतिखेर अब डिपोलाइजेसन यो हो भनेपछि रिपोलाइजेसन कस्तो हुन्छ, रिपोलाइजेसन जहिले यही फेजमा हुन्छ होइन, रिपोलाइजेसन जहिले यही हुन्छ। सपोज एले ए कन्ट्र्याक्ट गर्यो क्या, सपोज यो पोइन्ट एले फायर गर्यो, के हुन्छ, एले फायर गरिसकेपछि तेरो क्युआरएस यस्तो बन्छ अनि त्यसपछि तेरो टी यस्तो आउँछ। फेरि बीले फायर गर्यो, बीले फायर गर्यो भने के हुन्छ, तेरो क्युआरएस को अलिकति कम हुन्छ, किनभने हेर अघि पुरै म्याचसम्म गइरहेछ, अब यसको डिस्टेन्स कम छ भनेपछि करेन्ट कम उता गइरहेछ, अपोजिट डिरेक्सनमा पनि गइरहेछ भनेपछि यसको यस्तो भन्छ होइन। अनि टी वेभ यस्तो भन्यो। त्यसपछि फेरि सीले फायर गर्यो, झन् कम भयो, यस्तो भयो अनि त्यसपछि यो यस्तो आयो। त्यसपछि के हुन्छ, फेरि सीले नै फायर गरिरहेछ भनेपछि के भइरहेछ, मतलब यो एक्टोपिक हो क्या, पहिला यो एक्टोपिकले फायर गर्यो, फेरि अर्को एक्टोपिकले फायर गर्यो, फेरि यसको कारण सीले फायर गर्यो भने के हुन्छ, कम हुन्छ। त्यसपछि अब तेरो फेरि के हुन्छ, बीले फायर गर्छ, अब बीले फायर गर्यो भने के हुन्छ, अलि बढ्छ अनि त्यसपछि यो फेरि यस्तो हुन्छ। फेरि के हुन्छ, एले फायर गर्यो, एले फायर गर्यो भने के हुन्छ, फेरि यस्तो भयो अनि यो यस्तो भयो। अब यो इसिजी तेरो कस्तो देखिरहेछ, यस्तो होइन, त्यसपछि फेरि बढिरहेछ, फेरि यस्तो भइरहेछ। सो तेरो इसिजी यस्तो इसिजी देखिरहेछ हो कि होइन, यो इसिजी देखिरहेछ यसमा। अब यो के भइरहेछ, पहिला यो पोइन्टले फायर गर्छ, फेरि यो पोइन्ट यता फायर गरिरहेछ, फेरि यो यता फायर गरिरहेछ भनेपछि के भइरहेछ भन्दाखेरि यो यसमा यो कन्डिसनमा चाहिँ हामीले के हो, 3टा डिफ्रेन्ट इसिजी प्याटर्न अन बेसिस अफ 3 डिफ्रेन्ट साइट अफ ओरिजिन भेट्यो क्या। सो जब 1ले फायर गर्यो, फेरि 2ले फायर गर्यो, फेरि 3ले फायर गर्यो, फेरि 3ले, फेरि 2ले, फेरि 1ले। सो के भइरहेछ, यहाँ एक्टोपिक फोकाहरू दे आर ट्विस्टिङ अराउन्ड द पोइन्ट के भनेपछि यो के हो, तेरो यसमा के हो, अघि मैले तँलाई भेन्टिकुलर टाइकार्डियम यस्तो देखाएको थिएँ साइनोसोइडल प्याटर्न, यिनीहरूलाई मैले मोनोमर्फिक भनेको थिएँ, तर यसमा के छ हेर, बढिरहेछ, घटिरहेछ, फेरि घटिरहेछ, फेरि बढिरहेछ, यस्तो छ नि त यसमा होइन। यो सानो भयो फेरि ठुलो भयो भनेपछि यसमा के भइरहेछ, यसमा पोलिमर्फिक भेन्टिकुलर टाइकार्डिया देखिरहेछ। अनि पोलिमर्फिक भेन्टिकुलर टाइकार्डिया किन देखिरहेछ, किनभने यसमा के हो, यो के हो, पहिला यो यसले फायर गर्यो, त्यसपछि यसले फायर गर्यो, फेरि यसले फायर गर्यो, फेरि यो यसले फायर गर्यो, फेरि यसले फायर गर्यो, किनभने यो एक्टोपिक आर ट्विस्टिङ अराउन्ड द पोइन्ट के। अनि यसलाई के भन्छ, दे आर असिलेटिङ अराउन्ड द फिक्स पोइन्ट। ए पछि बी, बी पछि सी, फेरि सी पछि फेरि सी, सी पछि फेरि ए, फेरि बी प्लस बी ए, दे आर ट्विस्टिङ अराउन्ड द फिक्स पोइन्ट होइन। सो यसलाई के भन्छ, ट्विस्टिङ भनेको टर्सा डेस डिपोइन्टिस, बुझ्यो। सो टर्सा डेस डिपोइन्टिस भनेको के हो, दिज आर अल ट्विस्टिङ अराउन्ड ओर असिलेटिङ अराउन्ड द पोइन्ट के, किनभने यो एक्टोपिकहरू यसरी फोकाइहरू आफ्नो चेन्ज गरिरहेछ क्या, अनि एकपछि अर्को आइरहेछ। यसमा चाहिँ तैँले कस्तो देख्छस्, यसमा तैँले यस्तो इसिजी देख्छस् होइन। सो यसलाई हामी के भन्छ, पोलिमर्फिक भेन्ट्रिकुलर टाइकार्डिया। यो जस्तै मोनोमर्फिक थियो, यसको अर्को नाम के हो, पोलिमर्फिक भेन्ट्रिकुलर टाइकार्डिया। सो यो भनेको के हो, टर्सा डेस डिपोइन्टिस। अब टर्सा डेस डिपोइन्टिस किन भइरहेछ, किनभने मल्टिपल एक्टोपिक फोकाइहरू बनिरहेछ अनि यिनीहरू एकपछि अर्को, अर्कोपछि अर्को गरेर कन्ट्र्याक्ट गरिरहेछ। अनि दिस इज ह्यापनिङ बिकज अफ क्युटी प्रोलङ्गेसन। जब पनि क्युटी प्रोलङ्गेसन हुन्छ, यो क्युटी रङ भयो भने रिपोलराइजेसन टाइम बढी भयो होइन, रिपोलराइजेसन टाइम बढी भयो भने रिफ्र्याक्टरी पिरियड चाहिँ के हुन्छ, रिलेटिभ रिफ्र्याक्टरीमा गयो, जस कारण चाहिँ एक्साइटेबिलिटी बढ्यो। अनि एक्साइटेबिलिटी बढ्यो भने के हुन्छ, यसमा एरिथमियाहरू डेभलप भयो। अनि वान अफ द ट्रिगर अफ टर्सा डेस डिपोइन्टिस इज हाइपोक्यालिमिया होइन, हाइपोम्याग्नेसिमिया, हाइपोक्याल्सिमिया, यो सब कन्डिसनहरूले के गराउँछ, टर्सा डेस डिपोइन्टिस गराउँछ। बुझ्छ होइन टर्सा डेस डिपोइन्टिस कसरी आयो भनेर। सो यो पनि अलिकति यो क्युटी प्रोलङ्गेसन हुन्छ भन्छ नि, त्यो चाहिँ कसरी भयो भने त भर्खर हाइपोक्यालेमिया, हाइपोम्याग्नेसिमिया, हाइपोक्याल्सिमिया यिनीहरूको कारणले हुन्छ क्युटी प्रोलङ्गेसन। ल अहिले एकछिनमा फेरि एकछिनमा एक्सप्लेन गरिदिन्छु ल। अब यहाँ हेरौँ। सो भेन्ट्रिकुलर एरिथमियाहरू सक्यो। अब म सर रिभाइज गराइदिन्छु यहाँ के छ, यहाँको कुराहरू नि भनिदिन्छु। अब यसमा के लेखेको छ त, अब हेर डिसी सक दिनु पर्यो होइन। अनि यो यसरी हामीले अहिले भर्खरै पल्सलेस भिटीको बारेमा पढ्यौँ, पल्सलेस भेन्ट्रिकुलर टाइकार्डिया।
अर्को कन्डिसन हो स्टेबल मोनोमर्फिक भेन्ट्रिकुलर ट्याकिकार्डिया। यसमा पनि के हुन्छ बिपी चाहिँ मोर देन 90 हुन्छ। स्टेबल मोनोमर्फिक भनेको के हो यस्तो आइरहेछ हैन। सो यो कन्डिसनमा के भइरहेछ तैँले के दिन्छस् आइभी अमायोडारोन दिन्छस्। भर्खर मैले भने आइभी अमायोडारोन इज द ड्रग अफ चोइस। सो यसरी त ट्रिट गर्छस्। अब अर्को कन्डिसन हो द्याट इज पोलिमर्फिक भेन्ट्रिकुलर ट्याकिकार्डिया। पोलिमर्फिक भेन्ट्रिकुलर ट्याकिकार्डियामा हेर यस्तो वेभहरू देखिन्छ। मोनोमर्फिकमा यस्तो थियो, पोलिमर्फिकमा मैले भर्खर एक्सप्लेन गरिसकेँ किन यस्तो भयो भनेर। सो यसको नाम के हो टर्साडिस डिपोइन्टिस भनिन्छ। यसमा एम्प्लिट्युड अफ क्युआरएस के हुन्छ अनइक्वल हुन्छ क्या, त्यस कारण यसलाई पोलिमर्फिक भनेर भनिन्छ। अनि यसमा चाहिँ के हुन्छ भन्दाखेरि टर्साडिस डिपोइन्टिसको कज के हो हाइपोक्यालिमिया, हाइपोम्याग्नेसिमिया, हाइपोक्याल्सिमिया है। अब हेर लङ क्युटीको कारणले हुन्छ क्या। अब हेर नर्मली यो के हो फेज 0 1 2 3 4 यो थाहा छ हैन। यो अनि फेज जब 0 हुन्छ यो भनेको सोडियम च्यानल कारणले हो, यसको कारण क्युआरएस बन्छ है। अनि जब यो फेज 1 मा आउँछ, फेज 1 भनेको जे पोइन्ट हो, त्यसपछि फेज 2 भनेको तेरो यो एसटी सेगमेन्ट हो, त्यसपछि फेज 3 भनेको टी वेभ हो, अनि फेज 4 भनेको यो अर्को पोइन्ट भयो ठीक छ। अब केही कारणले यो हेर यहाँ यो क्यू यहाँ छ, टी यहाँ छ। क्युटी भनेको यो होल पिरियडलाई भन्छ क्या, हो क्या। डिपोलाइजेसनदेखि लिएर क्युटी भनेको यो होल हो, अनि यो र यो भनेको एउटै हो हैन। अब कोही मान्छेमा क्युटी प्रोलङ भयो भनेपछि यो यत्रो हुन्छ त हाइपोक्यालेमियाहरुले। अब यो किन भयो किनभने इट क्यान बी ड्यू टु हाइपोक्यालेमिया, हाइपोक्याल्सिमिया और हाइपोम्याग्नेसिमिया। अब हेर हाइपोक्याल्सिमिया भयो भने के हो यो फेज के हो क्याल्सियमको कारणले हो हैन। क्याल्सियम यहाँ चाँडै आयो भने न यो फेज सानो हुन्थ्यो। अब हाइपोक्याल्सियममा के हो क्याल्सियम बिस्तारै आउँछ क्या, त्यसै कारणले यो प्रोलङ भयो। त्यस्तै हाइपोक्यालिमियाले के हुन्छ यो फेजलाई प्रोलङ गर्छ क्या, किनभने यो फेज इट इज डिपेन्डेन्ट अन क्याल्सियम पोट्यासियम, अनि पोट्यासियमले यो फेजलाई डिटर्माइन गर्छ। सो हाइपोक्यालिम बुझ्छ हैन किन पोट्यासियमको कमी अथवा क्याल्सियमको कमी। क्याल्सियम र म्याग्नेसियम उस्तै हो, यिनीहरूको कमीले यो लङ क्युटी किन भयो बुझ्यो हैन। त्यही त म भन्छु त्यो क्युटी किन देखेन त्यसमा इन्टरभल इसिजीमा। अब क्युटी प्रोलङ भयो भने टर्साडिस डिपोइन्टिस किन हुन्छ किनभने मैले तपाईँ के भने क्युटी टर्साडिस डिपोइन्टिसमा मल्टिपल एक्टोपिक फोकाइहरू बनिरहेछ। अनि यो मल्टिपल एक्टोपिक फोकाइ किन बनिरहेछ किनभने यो पेसेन्टमा हाइपोक्यालिमिया होला, हाइपोक्याल्सियम होला अथवा हाइपोम्याग्नेसिमिया होला। यो सब कन्डिसनले के गरिरहेछ क्युटीलाई प्रोलङ गरिरहेछ। अब क्युटी प्रोलङ भयो भनेपछि के हुन्छ त। अब हेर नर्मल्ली यो डिपोलाइजेसन हो, यो रिपोलराइजेसन हो हैन। अब रिपोलराइजेसनमा चाहिँ के हुन्छ यो यति फेजमा के हुन्छ जब सोडियम च्यानल खुल्छ हैन। अब सोडियम च्यानल यहाँ गइसकेपछि इनएक्टिभ हुन्छ क्या। अब यो सोडियम च्यानल यतिसम्म आउँदाखेरि एब्सोल्युट रिफ्र्याक्टरी पिरियडमा जान्छ भनेपछि के हो यिनीहरू अब सोडियम च्यानलको 3टा हुन्छ। त्यो फेजहरू त म भन्न सक्दिनँ अहिले, म घाँटी दुखिरहेछ। यति बुझ कि सोडियम च्यानल इनएक्टिभबाट एक्टिभसम्म सपोज तसँग 1000वटा सोडियम च्यानल छ भने यहाँसम्म पुग्दासम्म 500वटा एक्टिभ हुन्छ क्या। अनि जब यो यहाँसम्म पुग्छ नि अनि यहाँबाट फेरि न्यू एक्साइटेसन हुँदाखेरि यो फेजसम्म चाहिँ के हुन्छ फेरि 1000वटा सोडियम च्यानलसम्म सबै एक्टिभ भइसकेको हुन्छ क्या, बुझेन। अब यो मान्छेमा सपोज तैँले के गरिस् भन्दाखेरि यो क्युटी प्रोलङ गरिस् भनेपछि के हुन्छ त। अब हेर तेरो सोडियम च्यानल त यतै नै एक्टिभ भइसकेको छ 1000वटा हैन। सो यो फेजमा एक्साइटेबिलिटी बढ्यो क्या। अब यहीँबाट तेरो के हुन्छ भन्दाखेरि नयाँ आउन सक्छ क्या, रिदम जेनेरेट हुन सक्छ क्या। सो यसलाई भन्छ एक्साइटेसन अनि यसलाई भन्छ एक्टोपिक फोकाइ। यसरी एक्टोपिक फोकाइ भन्यो, बुझेन अब कसरी एक्टोपिक फोकाइ भन्यो। सो यसलाई नै भन्छ क्या रिलेटिभ रिफ्र्याक्टरी पिरियड चाहिँ अब तेरो एब्सोल्युट रिफ्र्याक्टरी पिरियड चाहिँ रिलेटिभमा कन्भर्ट भयो भनेर यसरी कन्भर्ट भयो। सो यसरी टर्साडिस डिपोइन्टिसको कारणले के हुन्छ एरिथमिया डेभलप हुन्छ क्या। अनि यसरी चाहिँ हाइपोक्याल्सिमिया, हाइपोम्याग्नेसिमिया, हाइपोक्यालिमिया कारण क्युटी प्रोलङ भएर टर्साडिस डिपोइन्टिस हुन्छ। सो वाट आर द कजेस अफ टर्साडिस डिपोइन्टिस। यो 3टा इलेक्ट्रोलाइट इम्ब्यालेन्स याद राख्नुपर्छ। सँगसँगै म्याक्रोलाइट्सहरूले पनि के गर्छ क्युटी प्रोलङ्गेसन गर्छ क्या। सो म्याक्रोलाइट जस्तै इराइथ्रोमाइसिन इज हाइली नोटोरियस फर कजिङ क्युटी प्रोलङ्गेसन। अब इराइथ्रोमाइसिनलाई यदि हाइड्रोक्सिक्लोरोक्विनसँग कम्बाइन गर्यो भने त्यसले क्युटी प्रोलङ्गेसन गर्छ। अब एन्टिहिस्टामिनिक ड्रग जस्तै टर्फिनाडिन, एस्टिमिजोल जस्तो ड्रगहरूले नि गर्न सक्छ। किटोकोनाजोलले पनि क्युटी प्रोलङ्गेसन गर्छ, सिसाप्राइडहरूले पनि क्युटी प्रोलङ्गेसन गर्छ क्या। अनि क्लास 1A, क्लास 1C अनि क्लास 3 एन्टी एरिथमिकहरू यिनीहरू सब पोट्यासियम च्यानल ब्लकर एक्सन हुन्छ क्या। पोट्यासियम च्यानल ब्लकिङ एक्सन भनेको हाइपोक्यालिमिया इफेक्ट जस्तै हो। अनि यो 3टा एन्टी एरिथमिक ड्रगहरूले पनि के गर्छ क्युटी प्रोलङ्गेसन गर्छ। अनि यो सबहरूले के गर्छ टर्साडिस डिपोइन्टिस गराउँछ। सो हाउ डु वी डायग्नोस
डायग्नोज गर्नलाई चाहिँ तैँले इसिजी गर्छस्, इसिजी गर्दाखेरि ट्विस्टिङ अराउन्ड अ पोइन्ट भेट्छस्, द्याट इज नट टर्सरी पोइन्ट इज। अनि क्युटी प्रोलङ भएको देख्छस्। अनि क्युटी भनेपछि तेरो एउटा करेक्टेड क्युटी। अब हेर नर्मली तेरो छ नि क्युटी डिपेन्ड्स अन हार्ट रेट। हार्ट रेट हाई भयो बढी छ भनेपछि क्युटी सानो हुन्छ क्या, बुझ्यो होइन है। सो हार्ट रेटले नर्मली क्युटीलाई इन्फ्लुएन्स गर्छ क्या। क्युटी प्रोलङ भयो भने के हुन्छ, क्युटी ठुलो भयो भनेपछि के हो, मान्छेको हार्ट रेट स्लो हुन्छ नि त, कम हुन्छ। तर क्युटीको कारण एरिथमिया भयो भने पो हार्ट रेट त्यो छुट्टै कुरा भयो। तर कुनै मान्छेमा क्युटी प्रोलङ भइरहेछ भनेपछि के हो, उसको त यो अब नर्मली हेर एक्सन पोटेन्सियल यसरी आइरहेको थियो। अब कुनै मान्छेमा क्युटी प्रोलङ भयो भने यस्तो हुन्छ अनि फेरि यस्तो होइन। अब उसकोमा एरिथमिया ट्रिगर भएको छैन भनेपछि यस्तो हुन्छ, मैले भर्खर भने अनुसार, बुझेन। सो यो मान्छेमा के हुन्छ, हार्ट रेटकोसँग इन्भर्स रिलेसन छ। सो के हुन्छ, त्यसै कारण हामीले जहिले पनि करेक्टेड क्युटी भ्यालु निकाल्नुपर्छ क्या, विच इज इन्डिपेन्डेन्ट अफ हार्ट रेट। अब करेक्टेड क्युटी कसरी निकाल्छस्, क्युटी करेक्टेड क्युटी भनेको क्युटीसी हो। सो त्यो भनेको क्युटी अपन रुट अन्डर आरआर इन्टरभल, त्यसरी त करेक्टेड क्युटीको भ्यालु निकाल्छस्, बुझेन। अनि यहाँबाट तेरो करेक्टेड क्युटीको भ्यालु यदि मैले तँलाई हिजो के भनेको थिएँ 9 देखि 11 स्मल स्क्वायरको बिचमा आएको छ, मतलब यो रेन्जमा आएको छ भने ठिकै हो। इफ यदि यसको भ्यालु 500 मिली के भन्छ मिली सेकेन्ड भन्दा एक्सिड गरिरहेको छ भने द्याट इज क्युटी प्रोलङ्गेसन, बुझेन। सो यसरी क्युटी प्रोलङ भएको भनेर त डायग्नोसिस गर्छस् क्या, करेक्टेड क्युटी निकाल्छस्, त्यहाँबाट क्युटी सी निकाल्छस् होइन। क्युटी सीबाट चाहिँ तैँले के गर्छस्, त्यसको ड्युरेसन कति छ त्यहाँबाट त एनालाइज गर्छस् के, बढेछ कि ठिकै छ भन्छ भनेर। सो यो कन्डिसनमा के हो, हाइपोम्याग्नेसिमियाले ट्रिगर गर्छ, त्यस कारण ड्रग अफ चोइस फर टर्साइडेज डिपोइन्टिस इज म्याग्नेसियम सल्फेट। सो म्याग्नेसियम सल्फेट त तीनवटा ठाउँमा पर्छ, एउटा इक्लाम्सियामा पनि दिने ड्रग म्याग्नेसियम सल्फेट हो, सिभियर एक्युट आस्मामा पनि म्याग्नेसियम सल्फेट दिन्छ आजभोलि, अनि टर्साइटिस डिपोइन्टिसमा पनि म्याग्नेसियम सल्फेट पर्नुपर्छ क्या। तर यदि टर्साइटिस डिपोइन्टिस छ अनि क्रासिङ पेसेन्ट छ भनेपछि त फेरि डिसिज सकिदिन्छस्। सो यतिसम्म एरिथमियाको बारेमा थाहा हुनुपर्छ, बुझिस्। अब म कुन कुन एरिथमियामा कुन कुन ड्रग दिन्छ त्यो हिसाबले अलिकति त्यो भन्न बाँकी छ, त्यो भनिदिन्छु। एकछिन ब्रेक लिन्छ कि के, ब्रेक लिने अहिले यसमा भन्दै अनि यसमै भने ल यो नि भनिदिन्छु। ल एट्रियल फिब्रिलेसनको पेसेन्टमा इसिजी कस्तो देखिन्छ हेर, पिवेभै देखिँदैन, अनि त्यसपछि न्यारो क्युआरएस हुन्छ, अनि त्यसपछि फेरि पिवे देखिँदैन अनि न्यारो क्युआरएस हुन्छ। अनि यो अब हेर यसमा के हुन्छ, आरआर इन्टरभल भेरिएबल हुन्छ, इरेगुलरली इरेगुलर हार्ट रेट। अब यसमा ड्रग अफ चोइस के हो त एट्रियल फिब्रिलेसनमा, हिजो भर्खर भनेको थिएँ रेट कन्ट्रोल र रिदम कन्ट्रोल भन्ने हुन्छ। रेट कन्ट्रोल गर्नलाई एस्मोलल दिने हो, रिदम कन्ट्रोलको लागि के हो, आइबिटिलाइड इज द ड्रग अफ चोइस होइन। त्यसपछि यो केमा हेर, यो के हो, सटुट वेभ देखिरहेछ अनि क्युआरएस देखिरहेछ, फेरि सटुट वेभ देखिरहेछ, फेरि क्युआरएस देखिरहेछ। यो भनेको एट्रियल फ्लटर हो। एट्रियल फ्लटरमा पनि त्यही हो, रेट कन्ट्रोल गर्नलाई इस्मोलल दिने हो, रिदम कन्ट्रोलको लागि आइबिटिलाइड दिने हो, बुझेन। त्यसपछि हेर यो 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 देखिरहेछ, यस्तो इसिजी हेर, न्यारो क्युआरएस छ, एसटी डिप्रेसन, अनि त्यसपछि टिवेभ, न्यारो क्युआरएस छ, एसटी डिप्रेसन अनि टिवेभ, पिवेभै देखिरहेको छैन। अनि हार्ट रेट एकदम ऱ्यापिड छ। यो केमा देखिन्छ यस्तो, न्यारो क्युआरएस अनि एसटी डिप्रेसन अनि टिवेभमा देखिरहेको छ, पी देखिरहेको छैन भनेपछि यो के को इसिजी हो, यो एभिआरटी को इसिजी हैन। एभिआरटी और एभी नोडल अघि भर्खर त एक्सप्लेन गरेको थिएँ। एभिआरटी और एभिआरटी मा यस्तो इसिजी देखिन्छ। सो यसमा के गर्छस् त, प्रिभेन्सनको लागि मैले त भर्खर अघि भनेको ड्रग अफ चोइस भनेको एडिनोसिन हो हैन। सो सुरुमा क्यारोटिड साइनस मसाज गर्ने अनि एडिनोसिन दिने, अनि एडिनोसिन पछि डिसिज सक्दिने केही काम गरेन भने। अनि यसमा चाहिँ प्रिभेन्सनको लागि त के दिन्छस्, भेराप्यामिल दिन्छस्। अनि यसको ट्रिटमेन्ट अफ चोइस के हो, फ्रिक्वेन्सी एब्लेसन, त्यो पनि हो। अब सपोज तेरो इसिजी यस्तो आइरहेछ, पी वेभ छ, त्यसपछि डेल्टा वेभ आइरहेछ, अनि क्युआरएस छ, अनि टी छ, फेरि पी वेभ छ, डेल्टा वेभ आइरहेछ, क्युआरएस छ, अनि टी छ भनेपछि यो के को इसिजी हो, वुल पार्किन्सन वाइट सिन्ड्रोमको इसिजी हो हैन। वुल पार्किन्सन वाइटमा के हुन्छ, डेल्टा वेभ देखिन्छ। अब डेल्टा वेभ देखिरहेछ अनि त्यसपछि तेरो यस्तो इसिजी देखिरहेछ भनेपछि त्यो एभिएनआरटी भन्ने बुझ्ने। वुल पार्किन्सन वाइटमा यस्तो इसिजी देख्ने बित्तिकै द्याट इज एभिएनआरटी, त्यसमा वुल पार्किन्सन वाइट भन्ने हैन, एभिएनआरटी हो कि एभिआरटी हो भन्ने। तर यस्तो इसिजी देखिरहेछ भनेपछि इट इज वुल पार्किन्सन वाइट। यसमा मैले हिजो के भनेको थिएँ, त तेरो ट्रिटमेन्टको लागि के दिन्छ, एक्युट ट्रिटमेन्टको लागि प्रोकेनामाइड दिन्छ आइभी, अनि त्यसपछि प्रोफाइलेक्सिसको लागि फ्लेकाइनिड दिन्छ, अनि तेरो ट्रिटमेन्ट अफ चोइसको रेडियो फ्रिक्वेन्सी एब्लेसन। अब यो हेर, नर्मल पी छ, क्युआरएस टी छ है, त्यसपछि के आइरहेछ, एउटा वाइट क्युआरएस आइरहेछ, फेरि पी क्युआरएस टी आइरहेछ, फेरि के आइरहेछ, वाइट क्युआरएस आइरहेछ,
फेरि PQRST आइरहेछ अनि वाइड QRS आइरहेछ। यो वाइड QRS यहाँ देखिरहेछ, यहाँ देखिरहेछ अनि यहाँ पनि देखिरहेछ। सो यो भने के हो? दिज आर प्रिमच्योर भेन्ट्रिकुलर कन्ट्राक्सन। सो यो के हो? दिस इज भेन्ट्रिकुलर ट्याकिकार्डिया हैन। सो यसमा चाहिँ यो भेन्ट्रिकुलर बाइजिमिनी भनेर लेखेको छ, किनभने यो अल्टरनेटली आइरहेछ नि त, एउटा पछि अर्को आइरहेछ है, त्यसपछि फेरि अर्को पछि अर्को। सो अल्टरनेटली प्रिमच्योर भेन्ट्रिकुलर कन्ट्राक्सन आयो भने त्यसलाई बाइजिमिनी भन्छ। अब दुईटा पछि आइरहेछ भने त्यसलाई कपलेट भनेर भनिन्छ। सो यो भेन्ट्रिकुलर ट्याकिकार्डियाकै भेरिएन्ट्सहरू हो, बुझ्छ हैन। सो एउटा भन्दा बढी 3टा PVC देखिरहेछ भने भिट्याक हो क्या। यदि अल्टरनेटली PVC आइरहेछ भने त्यसलाई के भन्छ? भेन्ट्रिकुलर बाइजेमिनी भनेर भन्छ। यदि एक पछि अर्को भनेपछि एउटा डुप्लेट, कपलेट यस्तो यस्तो के टर्महरू छ क्या। सो योहरू लेखेको छ। सो त्यो पनि भइहाल्यो। सो भेन्ट्रिकुलर बाइजेमिनी भएको छ भने कसैलाई त के दिन्छस्? लिग्नोकेन इज द ड्रग अफ चोइस। तर कसैलाई अब हेर यो मोनोमोर्फिक ट्याकिआर्मिया हो हैन, मोनोमोर्फिक ट्याकिआर्मिया भनेपछि यो के हो? यसमा भनेको भेन्ट्रिकुलर ट्याकिकार्डिया छ। भेन्ट्रिकुलर ट्याकिकार्डिया यदि पेसेन्ट यदि मैले यसमा दुईटा कन्डिसन भनेको थिएँ, सस्टेन छ कि सस्टेन छैन। सस्टेन छैन भनेपछि एमआरआर दिने, यदि सस्टेन छ भनेपछि अथवा तेरो फ्लटर हो, फिब्रिलेसन हो भनेपछि दिस सक्दैन, अनि तेरो लास्टमा दिने भनेको एमआरआर नै हो क्या। अनि यदि भेन्ट्रिकुलर फिब्रिलेसन इज डेभलपिङ पोस्ट एमआई भनेपछि त्यसमा चाहिँ लिग्नोकेन दिनुपर्छ। सो लिग्नोकेन भेन्ट्रिकुलर बाइजेमिनी उसमा आउँछ। अब हेर यसमा के भइरहेछ? घटिरहेको QRS को एम्प्लिट्युड चेन्ज भइरहेछ। सो यो के हो? टर्साडेज डिपोइन्टिस हो हैन। सो यसमा ड्रग अफ चोइस हो म्याग्नेसियम सल्फेट हो। अब हेर यसमा त न QRS देखिरहेछ न P देखिरहेछ। सो इट इज भेन्ट्रिकुलर फिब्रिलेसन। सो भेन्ट्रिकुलर फिब्रिलेसनमा कार्डियोभर्जन गर्नुपर्छ। हेर अब एकचोटि यो फेरि हेर, न्यारो QRS छ, यो के को ECG हो भन्छ? त्यही AVNRT को हो, यो AVRT और AVNRT को। यसमा ट्रिटमेन्ट थाहा छ होला। यो के हो? यो ब्रोड QRS छ। यो ब्रोड QRS कुन कन्डिसनमा देखिन्छ? इट इज मोनोमोर्फिक भेन्ट्रिकुलर ट्याकिकार्डिया। अब यो एक पछि अर्को आइरहेछ भने भेन्ट्रिकुलर बाइजेमिनी पनि हुनसक्छ। यदि यति मात्र आइरहेछ भने भेन्ट्रिकुलर ट्याकिकार्डिया हुनसक्छ। यदि यो भेन्ट्रिकुलर फ्लटर पनि हुनसक्छ, और इट क्यान इभन बी के टर्साडेज डिपोइन्टिस हुनसक्छ यदि यो पोलिमोर्फिक भयो भने। सो यो 3टा। अब हेर, यदि यो डेल्टा वेभ देखिरहेछ भने पनि यो QRS ब्रोड हो भनेर बुझिन्छ। सो यो वुल पार्किन्सन व्हाइटमा देखिन्छ। यदि यो तेरो यस्तो यो जे पोइन्टमा तेरो उठेको जस्तो देखिरहेछ, यसलाई अस्पन वेभ भनेर भनिन्छ। अस्पन वेभ तेरो हाइपोक्याल्सिमिया, हाइपोथर्मिया यिनीहरूमा देखिन्छ। त्यस्तै यो यस्तो एप्सिलन वेभ यो कुनमा देखिन्छ? ARVD मा देखिन्छ, एडमोजेनिक रेटिकुलर डिस्प्लेजियामा। सो यही नै हो भेन्ट्रिकुलर यो एरिथमियाहरूको बारेमा। अब यो एस्टिलेसनहरूको बारेमा छ, अरू अलिकति बाँकी छ ECG अनि सकिहाल्यो ल। नेक्स्ट